रविले गरेको गल्ती हो भने कुन कानुनले, कुन धाराले, कुन उपधाराले, कुन प्रमाणले रविलाई थुन्न मिल्छ, थुने हुन्छ, प्रुफ प्रमाण गरेर कानुन नबाजिने ढङ्गबाट आज तपाईलाई संसदहरू किन बेचको काम बढी भयो हैन। संसदहरू त्यहाँनिर कमाउ धन्दामा लागे। आज ब्रिफकेस पैसा लिने, एउटा पार्टीलाई एउटालाई सहयोग गरेर एउटालाई समर्थन गरेर प्रधानमन्त्री बनाउने, बनेको भोलिपल्टबाट फेरि तपाईको षड्यन्त्र सुरु गर्ने, फेरि अर्कोसँग ब्रिफकेसको पैसा लिने, फेरि सरकार लडाउन थाल्ने। यिनीहरूको बाउको ठेक्का यो देश। यिनीहरूले गरेर तपाईँको रवैया, तपाईँको गरेर के भन्छ संसद हलमा गएर रवैया मचाउने, यिनीहरूले पैसाको खेल गर्ने, यिनीहरू तपाईँको अरब र करोड कुम्याउने, नेपाली जनतालाई जहिले पनि विदेशीको बास बनाउने, विदेशीको गुलाम बनाउने। यो कुरा कदाचित पनि तपाईँ हामी नेपाललाई सहेको छैन। व्यक्तिगत रूपमा रविलाई गाह्रो भएको होला, तर पार्टीलाई स्पेसली राष्ट्रपा पार्टीको लागि धेरै नै फाइदा भएको छ। जसले गर्दाखेरि आज नेपालको नम्बर 1 बन्ने पार्टी बन्ने तयारीमा आज त्यो छाँट देखिँदैछ। एउटा आँखामा धुलो छाप्ने गरी मिठा कुरा लिएर, चिल्ला कुरा लिएर एकै ठाउँमा बस्न नसक्ने अनि गुट भएर अघि बढ्छन् भने भाटा हानेर लहटे हुन्छ भन्छु मैले नेपाली जनतालाई। कुरा बुझ्नु भएन? त्यसो हुँदाखेरि आज यद्यपि यो देशको सबभन्दा ठुलो समस्या एमाले काङ्ग्रेस जस्ता दलहरू हुन् भने यिनीहरूको विरुद्धमा त तपाईँको सारा युवा शक्तिहरू एक हुनु पर्यो नि। छातीमा तपाईँलाई देश र जनतालाई राखेर मनमा हरि भएको मान्छे अगाडि आउँछ भने त्यस्ता मान्छेलाई हामीले समर्थन गर्ने हो। सहकारीको 88 अर्बको पुरै ठग चाहिँ रवि नै हो। जसरी आज उसलाई कालकठरीमा राखिएको छ र जसरी उसलाई तपाईँको जेलमै सडाउने प्रपञ्च गरिरहेको छ, त्यो सबैभन्दा गलत छ। यसको परिणाम यिनै नेताहरूले भोग्नुपर्छ, अरूले होइन। राष्ट्रपाले लिडिङ गरिरहेको छ। आम नेपाली जनताहरूको चासो र भरोसा राष्ट्रपापट्टि भएको हुँदाखेरि तपाईँले भने जस्तो राष्ट्रपाले खुल्ला छाती राख्नुपर्छ, विशाल हृदय राख्नुपर्छ र राष्ट्रपाले सबैलाई अटाउने एउटा चेष्टा पनि राष्ट्रपाले गर्नुपर्छ भन्ने कुरामा म पनि आशावादी छु। सबैलाई पार्टीको सभापति बन्नु परेछ, कुरा बुझ्नुभयो? सबैलाई पार्टीको अध्यक्ष बन्नु परेछ। किनभने भोलि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री मै प्रधानमन्त्री भइहाल्छु नि, होइन? कुनै पनि पार्टीमा गइयो भने त जो पार्टीको सभापति छ उही हुने हो। राष्ट्रपाको अहिलेको क्रेज अगाडि बढ्नुको रिजन भनेको चाहिँ सबैभन्दा यो देशको कारक तत्त्व र यो देशलाई भण्डखारामा पुर्याउने र देशको तपाईँलाई सबैभन्दा ठुलो व्यतीत तत्त्व भनेको एमाले काङ्ग्रेस लगायतका दलहरू नै हुन्, जसले 36 वर्षदेखि बर्मलुट गरेर देशलाई अपहरण गरेर पालो तपाईँलाई देशलाई लुट्ने काम भइरहेको थियो। त्यसको विरुद्धमा जब तपाईँको रवि लामिछानेले एउटा आवाज, एउटा पत्रकारको रूपमा आवाज उठाउँदै गर्दा नेपाली जनताहरूको एउटा वाहवाही र माया पाइरहेका व्यक्तित्वले जब राजनीतिमा होमिएपछि तपाईँलाई एक किसिमको हजुरले भने जस्तो राजनीतिक सहकर्मी बढेकै हो। र पछिल्लो समयमा जब उनी पार्लियामेन्टमा आइसकेपछि गृहमन्त्री बनेर यो देशलाई लुटेराहरूको जुन 25 वटा फाइल टकटकाउँदै अगाडि बढेपछि उनलाई रसातलमै पुर्याउने र उनलाई नेपाली जनता माझमा नङ्ग्याउने र तपाईँको बदनामित गर्ने र उसलाई तपाईँको राजनीतिबाट अघि बढ्न नसक्ने गरी घाँटी निमोट्ने एउटा उद्देश्यले जुन तपाईँको यी दलहरूले जुन प्रपञ्च रचे, त्यो प्रपञ्चको जुन अन्याय भयो, त्यो अन्यायको प्रकाष्ठ भइसकेपछि आम नेपाली जनताहरूले यो अन्याय भयो भनेर तपाईँको एक किसिमको आवाजहरू बुलन्द गर्ने क्रम अघि बढ्दै गयो। जसले गर्दाखेरि हजुरहरू जस्तो एउटा परिवर्तनगामी शक्तिहरू अथवा हजुरहरू जस्तो एउटा राज्यको चौथो अङ्ग, एउटा मूलधारका मिडिया, हजुरहरू जस्ता व्यक्तित्वहरू, तपाईँ हामी जस्ता युवाहरूले आज रविमाथि अन्याय भयो भनेर आवाज उठाउँदै गर्दा तिनीहरूमाथि पनि एक किसिमको तपाईँलाई डन्डा बर्साउने र उनीहरूमाथि पनि थिचोमिचो गर्ने काम सरकारले गर्दै गएको कारणले गर्दा र रविमाथि आजभन्दा भोलिभन्दा पर्सि डे बाई डे अन्यायहरू गर्दै राजनीतिक एउटा प्रतिशोधको पनि एउटा लिमिटभन्दा माथि क्रस भइसकेपछि आजको दिनमा हजुरले भने जस्तो राजनीतिक गर्मी बढ्नुको पछाडि र राष्ट्रपाको क्रेज बढ्नुको पछाडि र रवि लामिछानेको पछाडि चाहिँ एउटा रवि लामिछानेलाई तपाईँलाई एउटा रोल मोडल बनाएर अगाडि बढ्ने एउटा स्थिति बनेको हो भन्ने लाग्छ मलाई। अब तपाईले जुन 25 वटा फाइलको कुरा गर्नुभयो, अरूको फाइल खोल्दै गर्दा रवि लामिछाने आफ्नो फाइल चाहिँ बिर्सेकै कारण आज त्यही फाइलले उनलाई छोपेर एउटा कालो कठघराभित्र राखिरहेको छ, बन्द कोठाभित्र राखेको छ। अब उनले फेरि दुष्प्रयास गर्ला त फेरि उनी आइहाले भने पनि ती फाइल पल्टाउने तागत राख्ला रवि लामिछानेले? यस्तो छ, रवि लामिछानेमा जुन तपाईँको अहिले रवि लामिछानेलाई जेलमा राखिएको भन्ने कुरा सारा संसारलाई के कुरा थाहा छ भन्दाखेरि रवि लामिछाने र सहकारीको एउटा गोरु बेचेको सम्बन्ध र साइनो शुद्ध पनि छैन र आफ्नो साइनो शुद्ध पनि नभएको सेक्टरमा के न्यु पाऊँ कनिका बोकाऊँ भन्ने उद्देश्यले रविमाथि जुन खालको एउटा षड्यन्त्र र प्रपञ्च गरेर जुन खालको षड्यन्त्रमूलक ढङ्गबाट जेलमा कोच्ने काम भएको छ त्यसको सर्वत्रले निन्दा र चर्चा भइरहेको छ। त्यसो हुँदाखेरि रवि लामिछानेले 25 वटा फाइल खोल्ने हिम्मत त होइन,
अब त त्योभन्दा पनि धेरै खारिएर उनी आउनेछन् किनभने उनले अब पाना र यिनीहरूको केस्रा पल्टाएर हेरिसकेका छन् र यसको विषयमा उनलाई राम्रोसँग आइडिया र नलेज भइसकेको छ र उनीमाथि हदैसम्मको शोषण गर्ने खालका प्रपञ्च यिनीहरूले गरेको कारणले गर्दाखेरि यिनीहरूमाथि माया गर्नुपर्ने कुनै पनि कारण र रिजनहरू बाँकी छैन। त्यसो भएको कारणले गर्दाखेरि अब यद्यपि रवि सत्तामा नेपाली जनताले पुर्याउने हो भने र रवि सत्तामा आउने हो भने वास्तविक यो देशलाई अपहरण गर्ने अपहरणकारीहरू चाहिँ कानुनी फन्दामा र कानुनी डोरीमा पर्नेछन् भन्ने कुरामा तपाईँहरूले विश्वास गर्नुपर्छ। अब तपाईँहरूले यसै बेला रवि लामिछानेको जुन खालको वकालत गर्नुहुन्छ लाग्छ साँच्चीकै रवि निर्दोष छन् कि उनले गल्ती गरेका होइनन् कि भन्ने खालका तर्क हुँदै गर्दा अदालतले चाहिँ के हेरेर बसेको छ? साँच्चीकै अदालतले आँखामा कालो पट्टी बानेको छ त रवि लामिछानेको केसमा? यस्तो भयो। सबैभन्दा पहिला रवि लामिछानेलाई जस्तो तपाईँलाई 87-88 अर्ब सहकारीको घोटाला हो नि त होइन? घोटाला काण्डमा तपाईँको रवि लामिछानेलाई नै केन्द्रबिन्दुमा राखेर जसरी हुन्छ रवि लामिछानेका एक छिद्र खोजेर उनलाई राजनीतिमा अगाडि बढ्न नसक्ने गरी निमट्यान्न पार्नुपर्छ भनेर एमाले काङ्ग्रेस लगायतका दलहरूले यो छुचुन्द्रे मुखे दुई जिब्रे यो सूर्य थापा भन्ने मान्छेको नेतृत्वमा एउटा तपाईँलाई छानबिन समिति गठन गर्यो जुन समितिले तपाईँलाई नुहारनदेखि खाएको बल निकालेर 6 महिना 7 महिनासम्मको तपाईँलाई अध्ययन पछाडि 1 रुपियाँ पनि सहकारीबाट लोन लिएको पाइएन, उनको डाइरेक्ट संलग्नता पाइएन, उनी सहकारीमा कतै पनि संलग्न छैनन्। त्यसो हुँदाखेरि रविलाई यसमा कुनै पनि कारणले दोषी भन्न मिल्दैन भनेर त्यही समितिले आएर बोल्ने होइन? यो बोलिसकेपछि मसँग 1 अर्बको 3 पुस्ते कागज गरेको प्रमाण मसँग छ, देखाइदिउँ भने कुर्लिने गगने लगाएको टिमहरूले फेरि अर्को प्रपञ्च के गरे? होइन, जुन बेला 65 करोड पैसा चाहिँ 2-3टा सहकारी मार्फत गोर्खा मिडिया नेटवर्कमा आयो त्यो बेला त रवि लामिछाने त्यो संस्थाको अथवा गोर्खा मिडिया नेटवर्कको चाहिँ एमडी त थिए नि, उसले चेक त काटे नि, यही बाहनामा उसलाई भित्र राख्नुपर्छ भन्ने एउटा प्रपञ्च गरेर फेरि उसलाई भित्र लगियो। र यो कुरा तपाईँले गर्दै गर्दा आज अदालत पनि सेटिङ छ, पुलिस प्रशासन पनि सेटिङमा चल्छ। आज अदालतलाई पनि तपाईँको यिनीहरूले तपाईँको एउटा कब्जामा लिएका छन्, पुलिस प्रशासनलाई पनि कब्जामा लिएका छन्। कारण के त भन्नुहुन्छ भने पुलिस प्रशासनपट्टि पनि आफ्ना मातहतका अथवा आफूले भनेअनुसार मान्ने र आफू अनुकूल बनाउने व्यक्तिहरूको बढुवा सरुवा गर्दै तपाईँको एउटा त्यो खालको एउटा परिपाटी नै बिगारे यिनीहरूले भने अदालत त विशुद्ध रूपमा तपाईँलाई एउटा न्यायालय हुनुपर्ने ठाउँमा न्यायालय नभएर पार्टीहरूको भर्ती केन्द्र भयो, जसले गर्दाखेरि त्यहाँको बस्ने न्यायालयको प्रतिनिधि पनि आज आम नेपाली जनताले शङ्का गर्नुपर्ने, डाउट गर्नुपर्ने कुराहरू किन देखियो भन्दाखेरि त्यही केसमा अरबौं ठग्ने सहकारीको डाइरेक्टर, सहकारीको सञ्चालक समितिको मान्छे, प्रत्यक्ष संलग्न भएको मान्छेलाई चाहिँ तपाईँको जानी फरार सूचीमा राख्ने र कुनै बेला बोलाएर आनन्दले चिया कफी खाएर चिया कफी गफ गरेर 2,50,000 सामान्य धरोटीमा रिहा गर्ने। तर त्यही केसमा जसको सम्बन्ध र साइनो छैन त्यस्ता व्यक्तिलाई 5 करोड धरोटी लिएर फेरि पनि जेलमै थुन्नुपर्ने रिजन र कारण नेपाली जनताले बुझेका छैनन्। र त्यसो भएको कारणले गर्दाखेरि आज न्यायालय पवित्र न्यायालय हुनुपर्ने, स्वतन्त्र न्यायालय हुनुपर्ने न्यायालय स्वतन्त्र हुन सकेको छैन। मलाई के लाग्छ भने न्यायालयमा बस्ने तपाईँको न्यायाधीशहरूले पनि एउटा तपाईँको आदेश लेख्दै गर्दा अथवा फैसला सुनाउँदै गर्दाखेरि अरूको मुख ताक्नुपर्ने अथवा अरूको आदेश सुन्नुपर्ने कन्डिसन पो आएको हो कि भन्ने कुरा आज यसको गन्ध छापछाप्ती मार्केटमा छ। यसरी डाइरेक्ट भन्न मिलेन, अदालतमाथि अपहेलनको केस लाग्ला, तर जनताले भनेको कुरा जुन छ त्यो कुरा मैले गर्दैछु। आज न्यायालयमाथि पनि नेपाली जनताहरूले विशुद्ध रूपमा चाहिँ न्यायालयलाई विश्वास गर्ने कन्डिसन यिनीहरूले बनाएनन्। किनभने जुन देशको तपाईँलाई न्यायालयलाई हामीले शङ्का गर्छौँ, जुन देशमा तपाईँको पुलिस प्रशासनले सही काम गर्दैन त्यो देशको सिस्टम क्ल्याप्स हुन्छ। सिस्टम क्ल्याप्स भयो भने देश फेलर हुन्छ। देश फेलर भयो भने के हुन्छ त्यो हामीले कल्पना पनि गर्न सक्दैनौँ। त्यसो हुँदाखेरि देशको एउटा अवस्था जर्जर अवस्थामा यिनीहरूले पुर्याएको छन्। किनभने यिनीहरूले न्यायालयलाई कब्जा गरे, यिनीहरूले तपाईँ पुलिस प्रशासनलाई कब्जा गरे, कर्मचारी तन्त्रलाई कब्जा गरे, जसले गर्दाखेरि ठेक्का सेक्का भनेका छन् जसरी पनि देशलाई लुट्ने र आफन्तलाई पोस्ने काम मात्रै भएको छ। त्यो भएको कारणले गर्दा यसको विरुद्ध चाहिँ आवाज एउटा बुलन्द पारेर तपाईँ हामीले जे सोध्छौँ त्यही युवाको आवाज बनेर रवि अगाडि आउँदै गर्दा अब हाम्रो पत्ता साफ हुने भयो। अब हामी अगाडि बढ्न सक्दैनौँ, कुनै पनि हालतमा रविलाई सिद्ध्याउनुपर्छ भन्ने खेलमा यिनीहरू भएको कारणले गर्दा आज रविमाथि अन्याय भइरहेको छ। त्यो अन्यायको विषयमा आज नेपाल अधिराज्य मात्रै भएर संसारभरिका
तपाईँलाई एउटा न्यायप्रेमी व्यक्तिहरूले बोलिरहेका छन् र हेरिरहेका छन्। यो कुरालाई अनदेखा गर्दा र जबरजस्ती तपाईँलाई नेपाली जनतालाई हेपेर पेल्ने काम गर्दाखेरि आज जेएनजी जस्तो आन्दोलन भयो र जेएनजी जस्तो आन्दोलनमा आज जेएनजी तपाईँ हाम्रा भाइ बहिनीलाई अहङ्कार भन्दै आतङ्ककारी भन्दै थर्काउने र तपाईँको केही टोले गुन्डाहरू साथमा राखेर धम्क्याउने काम कसैले गर्दैछन्। मैले पटक पटक भन्ने गरेको छु, यसरी देश जनतामाथि शोषण गर्ने शोषकहरूलाई टाउको गिडेर त्यो टाउको तपाईँलाई डस्टबिनमा हालेका रेकर्ड संसारमा थुप्रै छन्। त्यो रेकर्ड र त्यो खालको अवस्था नेपालमा सिर्जित नहोला भन्न सकिँदैन। बेलैमा उनीहरू होसियार हुनुपर्छ, बेलैमा सचेत हुनुपर्छ। देश र जनतालाई केन्द्रबिन्दुमा राखेर युवाको आवाजलाई साथमा लिएर अगाडि बढ्न सक्यो भने देश अगाडि बढ्छ। होइन यो देश मेरै बाउको ठेक्का हो भने जसरी आज नेपाली जनताले हेप्ने, नेपाली जनतालाई पेल्ने र तपाईँको नेपालको एउटा तपाईँको स्वतन्त्र न्यायालयमाथि अपहरण गर्ने काम यद्यपि यो देशमा भइरहन्छ भने त्यसको नसोचेको तपाईँलाई एउटा भोलिको दिनमा त्यो मूल्य चुकाउनु पर्ने दिन नआउला भन्न सकिँदैन। त्यसो हुँदाखेरि आज जुन रविमाथि भइरहेको छ अथवा जति पनि तपाईँको अहिले युवा शक्तिहरूपाटि नयाँ शक्तिहरूपाटि प्रपञ्च भइरहेको छ त्यो गलत भइरहेको छ भन्ने कुरा त आम नेपाली जनताले बोलिरहेका छन् त होइन। यो जेएनजीको आन्दोलन पनि हेऱ्यो नि, आज मै हुँ भन्ने, यो देशको ठेकेदार मै हुँ भन्ने व्यक्तिहरू आज एक्लै हिँड्न सक्दैनन्। आज शिर निहुराएर हिँड्नुपर्ने कन्डिसन छ। आज म नेता हो भन्न सक्दैनन्, म आज एमाले हो भन्न सक्दैनन्, म आज काङ्ग्रेस हो भन्न सक्दैनन्। धिक्कार छ तिमीहरूलाई, के राजनीति गर्यो 36 वर्षदेखि। आज नेपाली जनताको माझमा शिर झुकाउनु पर्ने, आज नेपाली जनताको माझमा कमर्स तपाईँको पार्टीका कार्यकर्ताहरूले तपाईँलाई म फटालो पार्टीको हो भनेर भन्न डराउनु पर्ने दिन किन आयो? किन? यो कुरामा यिनीहरूले सोच्नु पर्दैन? तर यसरी भन्दै गर्दा तपाईँले अघि जसरी सूर्य थापालाई औँला उठाउनु भयो, एउटा औँला उता देखाउँदा चाँडा आफूपट्टि छ है भन्ने कुरा चाहिँ किन बिर्सिनु भयो? ताकि रवि लामिछाने आफैले भनेका थिए यदि दोषी देखिन्छ र म माथि शङ्का लाग्छ भने पहिला कारबाही मैबाट गर, सुरु मैबाट गर। तसर्थ रवि लामिछाने आफैले रोजी छाडी जेल गएको तपाईँले अहिले भन्दै गर्दा रविले आज 1 रुपैयाँ पैसा लिएको प्रुफ र प्रमाण छैन भनेर यो आधारले त भनिरहेको छ त होइन। आज रविलाई यो बाबा रविको विषयमा कुरा गर्नु पर्दाखेरि मैले भने त म न रवि पार्टीको मान्छे हो न रविसँग मेरो डाइरेक्ट चिन्जान छ। तर रविमाथि मैले रवि विषय किन बोलिरहेको छु? रविमाथि अन्याय भएको कुरा हो नि त, ल्याइदियोस् न त, कानुनले प्रुफ र प्रमाण ल्याइदियोस् होइन। अर्को कुरा 76 जना मान्छेलाई जनताको छोराछोरी टाउकोमा गोली हानेर मार्ने चाहिँ अपराधी नहुने, तर एउटा अमुक व्यक्तिसँग तपाईँलाई एउटा पार्टनरसिपमा गऱ्यो भनेर कुनै एउटा कम्पनीमा संलग्न भयो भन्दैमा त्यसरी पेल्न मिल्छ र? अर्को कुरा यद्यपि रवि लामिछानेको कन्डिसनमा जीवी राईसँग सङ्गत भयो, जीवी राई चेयरम्यान र उनी एमडी भएको संस्थामा गैर कानुनी ढङ्गबाट सहकारीको 65 करोड पैसा आयो भने त्यो बेला सहकारीको 15% सेयर न, त्यो कम्पनीको 15% सेयर स्विफ्ट सेल होल्डर होइन उनी। अर्को कुरा त्यो सेयर पनि उनले किनेर लिएका होइनन्, जस्तोले त्यस्तै फिर्ता गरेर गए। अर्को कुरा उनी गएको 1 वर्षपछि मात्रै यो काण्डहरू सुरु भएको हो होइन। यद्यपि कानुनले भोलिको दिनमा रविलाई दोषी नै ठहराएछ भने पनि 65 करोडको तपाईँलाई 15% भनेको 9 करोड बिगो होइन, 5 करोड बिगो त लिइसकेको छ त। तर अर्को कुरा रविले मलाई मुद्दा खारेज हुनुपर्छ पनि भनेका छैनन्, मलाई तिम्रो मुद्दा लाउन पाउँदैन पनि भनेका छैनन्। अरूलाई दिएको सुविधा मलाई पनि देऊ न त, मलाई पनि बाहिर बसेर मुद्दा लड्न देऊ। मलाई कानुनले प्रमाण पुऱ्याऊ, प्रुफ पुऱ्याऊ र कानुनको धारा उपधारा अनुसार यो अनुसार तँलाई कारबाही गर्ने जेल चलान गर, अथवा मलाई तपाईँको त्यही अनुसारको तपाईँ के धरौटी अथवा भनौँ न तपाईँको त्यो बिग्रो दावा गरियोस्। होइन भने मेरो विषयमा जे मुद्दा उठेको छ त्यसमा मैले पनि त अगाडि बढाउन पाउँछु नि। सारा मान्छेलाई यो देशको लागि सबैजनाको लागि एउटा कानुन, तर रवि लामिछाने लागि छुट्टै कानुन त भन्दैन होला। त्यसो हो भने मलाई पनि त बाहिरै बसेर मुद्दा लड्न पाउने अधिकार त हुन्छ नि। अदालतले माग्नु हो त बाहिरै बसेर मुद्दा लड्नको लागि दिँदै गर्दाखेरि रवि लामिछाने आफै अदालतले दिएको त्यो जुन बिगो थियो धेरै भयो, मलाई चाहिँ कम गरिदेऊ भनेपछि पूर्ण त फेरि हिरासत चलान भएको होइन र? यस्तो छ, त्यो तपाईँलाई 4 करोड बिगो लिनुको पछाडि पनि राजनीतिक षड्यन्त्र नै हो, यसरी बुझ्नुपर्छ है। र त्यही बाहनामा आज फेरि उनलाई थुन्नु पनि राजनीतिक प्रतिशोधकै कारण हो। त्यसैखेरि आज जजले निर्णय गरे, जजले उसलाई विभिन्न प्रपञ्च रचेर सुनिरहेका छन्। ती व्यक्तिलाई आज चेनको निन्द्रा सुतेका छैनन्। तिनी भित्रको हरिले अहिले पनि भनिरहेको छ तैँले गलत गरिस् है, गलत गरिस्। त्यो 16 करोड 17 करोड 16 अर्ब 17 अर्ब 8 अर्ब 10 अर्ब 9 अर्ब
पचाउने र प्रत्यक्ष संलग्न हुने व्यक्तिहरूलाई 2 लाख 4 लाख 5 लाख धरोटी छोड्दै गर्दा गोरु बेचेको साइनो पनि नभएको व्यक्तिलाई 4 करोड धरोटी लिँदा पनि फेरि पनि थुन्नु भनेको चाहिँ अन्याय हो, हामीले अन्याय गरेकै हो भन्ने कुरा उनीहरूले बाहिर नबोले तापनि होला। आज उनीहरूले यो फैसला गर्नु र रविलाई त्यो लेभलमा पुर्याउनुको पछाडि थुप्रै रिजन र कारणहरू होला, उनीहरू पनि बाध्यका होलान् होइन। बेला बेलामा उनीहरू चुकेको हुनुपर्छ होइन। यद्यपि तैँले आज रविको विषयमा फैसला गरिस् भने भोलिको दिनमा हामी तेरो फेरिस्ता निकालिदिन्छौँ, त सकिन्छस् भन्ने खालको डर र धम्कीको कारणले गर्दा पनि आज कोही न कोही बाध्यका हुन सक्छन् होइन। त्यो कारणले गर्दा आज हुन सक्छ यो कुरा, किनभने नत्र भनेदेखि आज तपाईँलाई हेर्नु भएन, रविमाथि तपाईँलाई अन्याय भएकै हो, रविमाथि प्रतिशोध नै हो भनेर मान्छेले किटान गरेर आफ्नो नाम नम्बर लोकेसन फोन नम्बर सहित छोडेर सिग्नेचर गर्नेको सङ्ख्या पनि त तपाईँको छोटो अवधिमा सामान्य सहरी केन्द्रमा गर्दा पनि 40-45 लाख नागेन। यद्यपि गाउँ गाउँमा पुऱ्याएको भए करोड नाग्थ्यो त। यसरी रासपालाई जुरुक्क बोक्ने हो भने रासपाका सभापति रवि लामिछानेलाई हामीले जाहेरी दिएका होइनौँ भने व्यक्तिहरू पनि तयार भएका थिए, अर्थात् ती व्यक्तिहरू पनि आएका थिए। त्यति बेला दह्रो मुद्दा लिएर रासपा अगाडि बढ्न किन सकेन? रासपा त चुकेको हो। सबैभन्दा पहिला हामीले के बुझ्नु पर्यो भने नि यही कुरामा त पिर लाग्छ त। कानुनले तपाईँलाई सबैभन्दा पहिला कुरा कतिपय मुद्दा त तपाईँलाई पुलिसले मुद्दै लिइदिँदैन, दर्तै हुँदैन। कुरा बुझ्नु भएन? किन भन्दाखेरि यहाँनिर तपाईँको अपहरण भयो के सिस्टम नै अपहरणमा भयो, सिस्टमलाई नै तपाईँको कब्जामा लिइसकेपछि कसो के लाग्छ र? भएको त्यही हो नि त। आज रवि लामिछानेमाथि तपाईँलाई करोडौँ नेपाली जनताहरूले त आवाज उठाउँदा त उनलाई थुनिरहेको छ भने सामान्य तपाईँलाई आज मुद्दा हाल्न जाने व्यक्तिको अवस्था के हुन्छ होला होइन? त्यो कुरा त हामीले मध्य आँखाले हेर्छौँ नि। अहिले कि वर्तमान प्रधानमन्त्री सुशीला कार्की प्रधान न्यायाधीश भएर निस्केकी हुन् नि त। उनले निस्किँदाखेरि धेरै पटक मिडियामा भनेकी छन्, मैले प्रधान न्यायाधीश भएर आउट भइरहँदाखेरि पनि एकजना पनि गरिबले न्याय पाएको मैले देखिनँ भनेर बोल्ने यिनी सुशीला कार्की होइनन् भने अब तपाईँ हामीले कुन न्यायालयको विश्वास गर्ने? आज तपाईँलाई 60,000 मुद्दा अदालतमा तपाईँलाई अहिले पनि तपाईँलाई थन्केर बसेका छन्। तर रविको विषयमा तपाईँलाई कुनै पनि बाँदर मुखेले गएर ढेँडो मुखेले गएर तपाईँलाई गएर एउटा उखान एउटा सामान्य तपाईँलाई एउटा उजुरी दिनु हुँदैन। त्यो उजुरीको तपाईँलाई तुरु खोजेर उसलाई तपाईँको कब्जा पार्ने लगाएर थुन्ने कति भयो कि दुःख दिन थालेको। जब उनी राजनीतिक दल खोले खिचिटिबिरी गरे, एक सिट पनि आउँदैन, जमानत जफत हुन्छ भने होइन। तर उनले 21 सिट जम्मा 3 महिनाको मेहनतमा 21 सिट लिएर गएर एउटा शानदार तपाईँको एउटा उपस्थिति देखाइदिए। त्यो देखाएपछि जब तपाईँको अब के हो, एमालेलाई पनि रवि चाहियो, काङ्ग्रेसलाई पनि रवि चाहियो, माओवादीलाई रवि चाहियो हो नि। जब उनी तपाईँको उपप्रधान तथा गृहमन्त्री भए, गृहमन्त्री भइसकेपछि उनले नेपाली जनतासँग गरेको वाचा अनुसार म यो देशलाई लुटेराहरूलाई कसैलाई पनि छोड्दिनँ भनेर जब यिनले तपाईँको उसमा सुरु गरे, मिडिया ट्रायल गरेर 12 भाइ लागे होइन। 12 भाइ मिडियाले यति खेद्ने क्रममा हुँदाहुँदै तपाईँको अहिले सहकारीको प्रपञ्च गरेर तपाईँलाई 12 भाइ मिडिया, यी राजनीतिक दलहरू र तपाईँलाई यो देशलाई शोषण गरिरहेका शोषकहरू जसले अब शोषण गर्न पाउँदैन भन्ने मनस्थितिका व्यक्तिहरूले मिलेर गरेको प्रपञ्चको कारणले गर्दाखेरि आज उनी भित्र छन्। तर एउटा कुरा क्लियर के छ भने मैले पटक भन्ने गरेको थिएँ, यिनीहरूले यही सोचाइको कारणले गर्दा, यिनीहरूको यही गतिविधि र यो रवैयाको कारणले गर्दा आज यिनीहरू दिन प्रतिदिन पतन भइरहेका छन्। आज एमाले र काङ्ग्रेस उस्तै परने बत्ती बालेर खोज्नुपर्ने अवस्था आइसकेको छ। एमाले र काङ्ग्रेसको ठेकेदार मै हुँ भन्ने ठेकेदारहरू आज पनि तपाईँको न्युर मुन्टो पारेर न्युएर हिँडिरहेका छन्। यो भन्दै गरेर तपाईँको एमाले र काङ्ग्रेसमा आस्था राख्ने तमाम नेपालीप्रति मेरो सम्मान छ, सल्युट छ। ती युवाहरूलाई ती तपाईँको एउटा पार्टीप्रति कमठ व्यक्तिहरूलाई जो तपाईँलाई त्यो यति ठुलो इतिहास र विरासत बोकेको पार्टी एमाले र काङ्ग्रेसलाई सटेन केही टाउके अनुहारहरूले केही लुटेराहरूले तपाईँलाई अपहरण गरेर यसको बदनाम गराउने काम गरे। त्यसो हुँदाखेरि एमाले र काङ्ग्रेसभित्र रहेका सचेत युवाहरूले अब टेकओभर गर्नुपर्छ पार्टीलाई। यी बुढाहरूलाई हटाएर टेकओभर गरेर अघि बढ्नुपर्छ। तपाईँहरू जो सोच भएका नयाँ युवाहरू एमाले र काङ्ग्रेसले अगाडि बढ्छ भने फेरि तपाईँ हाम्रो साथ हुन्छ। त्यसो हुँदाखेरि अहिले रासपा अथवा रवि लामिछाने विषयमा कुरा गर्नुपर्दाखेरि कुनै पनि व्यक्तिको नैतिक अधिकार हुँदैन। आज तपाईँ मानव भएको के काम? कुनै माथि पनि अन्याय हुँदै गर्दाखेरि अन्याय भयो भनेर बोल्न सक्दैनौँ भने हामी मानव हो त? हो, मैले अहिले गर्दै गरेको भनेको मानवता निभाएको मात्रै हो। रविमाथि यद्यपि रविले गरेको गल्ती हो भने कुन कानुनले, कुन धाराले, कुन उपधाराले, कुन प्रमाणले रविलाई थुन्न मिल्छ, थुने हुन्छ, प्रुफ प्रमाण गरेर कानुन नबाजिने ढङ्गबाट। तर त्यसरी तपाईँलाई अनिर्णयको बन्दी बनाएर त्यसरी तपाईँलाई एउटा पूर्वपक्षको नाममा राज्यले आशा गरेको
सारा नेपाली जनताले भरोसा गरेको एउटा नेपाली जनताको आशा र भरोसाको केन्द्रलाई लगेर कटगरीमा थुन्न मिल्छ? थुनेर राख्दाखेरि फाइदा के भएको छ त? आज जति दिन यिनीहरूले थुनेका छन् व्यक्तिगत रूपमा रविलाई गाह्रो भएको होला, तर पार्टीलाई स्पेसली राष्ट्रपा पार्टीको लागि धेरै नै फाइदा भएको छ। जसले गर्दाखेरि आज नेपालको नम्बर 1 बन्ने पार्टी बन्ने तयारीमा आज त्यो छाँट देखिँदैछ र सारा युवाहरूको चाहना पनि त्यही भएको छ। र म यहीँबाट आह्वान गर्न चाहन्छु, यो देशमा परिवर्तन गर्नुपर्छ भनेर घोक्रो सुकाइ कराउनेहरू र यो देशको लागि म माया गर्ने, म भूमिपुत्र हो भन्ने जति पनि तपाईँका अभियन्ता भन्नेहरू छन्, जति पनि अहिले नयाँ पार्टी खोल्छु भन्ने छन्, तिमीहरूको पसल बन्द गर। यद्यपि तिमीहरूलाई देश र जनता नै प्यारो हो भनेदेखि रवि लामिछानेले उठाएको मुद्दामा कहाँ कमजोरी छ, के सुधार गर्नुपर्छ, सुधार गरेर गोलमुक्त भएर एकै ठाउँबाट गयो हुन्छ। यद्यपि तपाईँले आज एउटै तपाईँको मुद्दामा मिल्न सक्दैनन् भने र मै सभापति हुनुपर्छ, भोलिको लागि प्रधानमन्त्री मै हुनुपर्छ भनेर कोही अघि बढ्छ भने त्यो अपरचुनिस्ट हो। त्यो अपरचुनिस्टले देशको लागि फाइदा गर्दैन। यद्यपि फेरि पनि नेपाली जनताको लागि आवाजमा तपाईँको एउटा आँखामा धुलो छप्ने गरी मिठा कुरा लिएर चिल्ला कुरा लिएर एवं एकै ठाउँमा बस्न नसक्ने अनि गुट भएर अघि बढ्छन् भने भाटा हानेर लहटे हुन्छ भन्छु मैले नेपाली जनतालाई। कुरा बुझ्नु भएन? त्यसो हुँदाखेरि आज यद्यपि यो देशको सबभन्दा ठुलो समस्या एमाले काङ्ग्रेस जस्ता दलहरू हुन् भने यिनीहरूको विरुद्धमा त तपाईँको सारा युवा शक्तिहरू एक हुनु पर्यो नि, जुटेर अघि बढ्नु पर्यो नि। फुटेर अघि बढ्दा हुन्छ? एउटाले के पार्टी भनेर खुलेको छ, अर्कोले के पार्टी भनेर खुलेको छ, अर्कोले के पार्टी भनेर खुलेको छ। त्यो पार्टी हुने त झुन्ड मात्रै हुन्छ। यदि पार्टी बनाउने हो भने परिवर्तनगामी युवा शक्ति एक ठाउँमा हुनुपर्छ। आज तपाईँ हामीले कुरा गर्दै गरेको जेनजीको मागलाई सबैले एकदमै राम्रो भन्दै गर्दाखेरि जेनजीले आज उठाएको माग आजभन्दा वर्षौँ पहिलादेखि रवि एक्लैले उठाएको होइन, रवि एक्लैले बोके होइन। अहिले गएको चुनावमा तपाईँलाई हामी प्रदेश मान्दैनौँ भनेर प्रदेश खारेज हुनुपर्छ भनेर रवि लगायतको दलले उठाएको होइन, उनीहरूले प्रदेशमा मान्छे उठाएन नि। अर्को कुरा भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा ल्याउनुपर्छ भन्ने माग पनि त राखिरहेको हो नि, नराखेको होइन नि। किनभने यो देशमा तपाईँलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नभएको कारणले गर्दा आज तपाईँलाई संसदहरू किन बेचको काम बढी भयो होइन। संसदहरू त्यहाँनिर कमाउ धन्दामा लागे। आज ब्रिफकेस पैसा लिने, एउटा पार्टीलाई एउटालाई सहयोग गरेर एउटालाई समर्थन गरेर प्रधानमन्त्री बनेको भोलिपल्टबाट फेरि तपाईँको षड्यन्त्र सुरु गर्ने, फेरि अर्कोसँग ब्रिफकेसको पैसा लिने, फेरि सरकार लडाउन थाल्ने। यिनीहरूको बाउको ठेक्का हो देश। यिनीहरूले गरेर तपाईँको रवैया तपाईँको गरेर के भन्छ संसद हलमा गरेर रवैया मचाउने, यिनीहरूले पैसाको खेल गर्ने, यिनीहरू तपाईँको अरब र करोड कुम्याउने, नेपाली जनतालाई जहिले पनि विदेशीको बास बनाउने, विदेशीको गुलाम बनाउने। यो कुरा कदाचित पनि तपाईँ हामी नेपाललाई सहेको छैन। त्यसो भएको कारणले गर्दा देशमा अस्थिरता होइन, स्थिर सरकार हामीलाई चाहिन्छ। लङ टर्म एउटा व्यक्तिले भिजन बनाएर काम गर्ने खालको वातावरण बन्यो भने, यद्यपि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री 5 वर्षको लागि आयो भने 5 वर्ष कसैले चलाउन सक्दैन, देशमा स्थिर हुन सक्छ भन्ने आशा हामीले गरेका छौँ। र त्यो ठाउँमा फेरि गलत मान्छे पर्दियो भने देश भर्खरमा जान्छ। गलत मान्छे पर्नु हुँदैन। सही मान्छे नेपाली जनताले चुज गरेको, नेपाली जनताले चोइस गरेको मान्छे जाओस् र उसैको सत्ताबाट अगाडि बढोस्। र जो व्यक्तिहरू संसद जितेर जान्छ त्यसले कानुन बनाउने हो, देशको नीति निर्माण बनाउने हो, देशमा विभिन्न कुन ठाउँमा के खाँचो छ त्यसको तयारी गर्ने हो। यी संसदहरूले गरेर मन्त्री बन्न पाउँदैन, मन्त्री बन्न नपाउने खालको व्यवस्था गर्नुपर्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ। यो प्रदेश खारेज भएर सिधै स्थानीय तह र केन्द्रमा एक ठाउँमा लिएर गएर देशको विकास गर्नुपर्छ। यसै पनि हामीसँग बजेट कम छ, यसै पनि हाम्रो देशको आय स्रोत कम छ। त्यो आय स्रोतलाई कसरी बढीभन्दा बढी तपाईँको विकास क्षेत्रमा खर्च गर्ने भन्ने धारणामा जानुपर्ने। आज त तपाईँलाई प्रदेशको नाममा पुरै तपाईँलाई एउटा भर्ती केन्द्र खोलेर आफ्ना कार्यकर्ताहरू, आफ्ना गर्लफ्रेन्डहरू, आफ्ना भरौटीहरूलाई तपाईँको ल्याउने अनि तपाईँको पोस्ने काम भइरहेको छ। आज तपाईँलाई समानुपातिक सँगसँगै नाममा कि त आफ्नो श्रीमती कि त आफ्नो साली, त्यो पनि भएन आफ्नो गर्लफ्रेन्डलाई लेडिजको नाममा महिलाको सङ्केत दिएर लिएर आउने र भ्याटा भेडा ताली पड्काउनको लागि मात्रै प्रयोग गरिएको छ। के काम त्यस्तो संसद? के काम? लेखेको कुरा पढ्न आउँदैन होइन। जसले तपाईँले मैले सहीमा ताली बजाएँ कि गलतमा ताली बजाएर थाहा छैन, भ्याट ताली बजाएको छ। कुनै बेला त बाख्राचोर गगनले मसँग 1 अर्बको छ प्रुफ देखाइदिउँ भने सेतो कागज उठाउँदाखेरि बटट पारेर ताली बढाउने त्यो भेडाहरू कहाँ छन् आज? किन सोध्दैन त गगनलाई तिमीले देखाएको सेतो पत्रको प्रमाण खोइ भनेर? आज अदालतलाई खाँचो छ त्यो देव त है त। गगन थापाले भने जस्तो 3 पुस्ते कागज पेपर साइन गरेको पेपर हुन्थ्यो भने उहिले अदालतले फैसला गरिसक्थ्यो। किन आज तपाईँ हामीले रडाको गर्नु पर्थ्यो? त्यसो हो भने हो यस्ता खालका भोडुवाहरू होइन, यस्ता खालका लुटेराहरू, दलालहरू र बिचौलियाको कारणले गर्दाखेरि आज नेपाली जनताहरू अलबल्ल परेका छन्।
र तपाईँ हामी जस्ता युवाहरू अब अवलम्बनमा पर्नु हुँदैन। कसैका पनि तपाईँलाई चिल्लो कुरा मिठो कुरा सुन्ने होइन, खस्रो कुरा होस् तर देश र जनताको हितको लागि कुरा गर्छ र छातीमा तपाईँलाई देश र जनतालाई राखेर मनमा हरि भएको मान्छे अगाडि आउँछ भने त्यस्ता मान्छेलाई हामीले समर्थन गर्ने हो, न कि कुनै पार्टीको झोला बोकेको होइन, आमापट्टिको बाउपट्टिको मामापट्टिको काकापट्टिको होइन। देश र जनताको लागि माया गर्ने मान्छे हामीलाई चाहिन्छ। त्यसो भने गर्दाखेरि आज रविले जुन कुरा उठाए त्यो कुरा नेपाली जनतालाई चित्त बुझेको छ। आज केही नपाएर रविले यति बे गरे रे, रविले यसो गरे रे त्यसो गरे रे, हुँदा सहकारीमा गोरु बेचेको साइन नभएको मान्छेलाई सहकारीको 88 अर्बको पुरै ठग चाहिँ रवि नै हो। जसरी आज उसलाई कालकट्ठीमा राखिएको छ र जसरी उसलाई तपाईँको जेलमै सडाउने प्रपञ्च गरिराखिएको छ त्यो सबैभन्दा गलत छ। यसको परिणाम यिनै नेताहरूले भोग्नुपर्छ, अरूले होइन। तपाईँले जसरी पुराना दल गलत हुन्, पुरानालाई चाहिँ हुँदैन, 35 वर्षदेखि लुटे हामीलाई नाङ्गो बनाए भन्दै गर्दाखेरि युवा भनेका रवि बालेन हर्क गोपी जस्ता र तपाईँहरू जस्ता 2 दिन 2 महिना सडकमा कराएर आएका अभियन्ताको नाममा अहिले दल खोल्ने होडबाजी चलेको छ। यसलाई त रासपाले पनि त आफ्नो पार्टीमा ल्याउन नसक्नु रासपाको कमजोरी होइन र? यस्तो छ, युवा छरपट होइन। यस्तो छ, रासपाले मलाई लाग्छ म रासपाको कुनै पनि भनौँ न तपाईँको एउटा पदाधिकारी होइन, रासपाको एउटा सदस्य पनि मैले लिएको छैन। म एउटा रासपा भन्दा पनि रवि लामिछानेप्रति अथवा रासपाप्रति शुभचिन्तक चाहिँ हुँ। किन परिवर्तनगामी शक्ति छ, केही गर्न खोजिरहेको छ, मौका दिनुपर्छ भन्ने मान्छे मात्रै हुँ होइन। त्यसो हुँदाखेरि पार्टीभित्रको मान्छे त मैले पार्टीको अथेन्टिक कुरा बोल्ने त कुरा भएन। तर हामीले बुझेअनुसार, मार्केटमा सुनेअनुसार, मिडियामा हेरेअनुसार चाहिँ रासपाले पुरै ढोका खुल्ला राखेको छ। तर कैयौँ व्यक्तिहरू तपाईँको आज रवि लामिछानेको विकल्पमा रवि लामिछानेमा सराएर रविछानेलाई सभापति हटाएर हामीले भनेको मान्छे सभापति हुन्छ भने हामी पार्टीमा जान तयार छौँ। त्यस्तो पनि माग हुन्छ होइन। रासपाले खुल्ला ढोका गरेको छ भन्दै गर्दा बालेन कुलमान हर्क साम्पाङ त छिर्न सकेन त्यो खुल्ला ढोका। यस्तो छ, सबैभन्दा पहिला कुरा यहाँ के छ भने सबैलाई पार्टीको सभापति बन्नु परेको छ। कुरा बुझ्नुभयो? सबैलाई पार्टीको अध्यक्ष बन्नु परेको छ। किनभने भोलि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री मै प्रधानमन्त्री भइहाल्छु नि होइन। कुनै पनि पार्टीमा गइयो भने त जो पार्टीको सभापति छ उही हुने हो। म त हुन पाउँदिनँ हो। यो खालको सङ्कीर्ण सोच होइन भएको कारणले गर्दाखेरि आज सबै व्यक्तिहरू अध्यक्ष बन्न खोजिरहेछन्, सभापति बन्न खोजिरहेछन्। मैले भन्दैछु नि, एउटै मुद्दा एउटै माग लिएर 10वटा पार्टी बनेर जान्छन् भने नेपाली जनताले नपत्याए हुन्छ होइन। यद्यपि देश र जनताको चाहना भएको हो र देश र जनतालाई माया लागेरै आज पार्टी खोल्न लागेको हो भने आज युवा शक्तिहरू एक ठाउँमा हुनुपर्छ, 10वटा होइन। तर मलाई एउटा कुरा के विश्वास छ भने चुनावको दिन नजिकिँदैछ, यद्यपि देशमा षड्यन्त्र नभइकन एउटा तपाईँ धाँधली रहित एउटा विशुद्ध रूपमा चुनाव भयो भने चुनाव आउने दिनसम्ममा मलाई लाग्छ सम्पूर्ण युवा शक्तिहरू एक ठाउँमा हुन्छन्, चाहे त्यो जुनसुकै पार्टी खोलेर जाउन् होइन, आउँछन् एक ठाउँमा। र अहिलेको रासपा केन्द्रबिन्दुमा छ, रासपाले लिडिङ गरिरहेको छ। आम नेपाली जनताहरूको चासो र भरोसा रासपापट्टि भएको हुँदाखेरि तपाईँले भने जस्तो रासपाले खुल्ला छाती राख्नुपर्छ, विशाल हृदय राख्नुपर्छ र रासपाले सबैलाई अटाउने एउटा चेष्टा पनि रासपाले गर्नुपर्छ भन्ने कुरामा म पनि आशावादी छु। म पनि यो कुरालाई विश्वास गर्छु। रासपाले ढोका बन्द गर्नु हुँदैन भन्ने। रासपाले आफ्नै भित्रको सदस्य पनि एक बनाउन सकेन। हिजो मुकुल ढकालाई लात्ता हान्यो, उनको मुखमा चुक्को लगाइदियो। त्यसपछि सुमना श्रेष्ठलाई अहिले त्यति मात्र होइन, रासपाले गरेको नयाँ निर्णयमा यतिसम्म भनेको छ कि एकचोटि समानुपातिक उम्मेदवार भइसकेको व्यक्तिलाई दोस्रोचोटि त्यो चान्स नदिने। त्यो भन्दै गर्दाखेरि त कतै सुमना श्रेष्ठ निक्लेर गएपछि ठिक्क पर्यो, खुच्यौँ पर्यो भने त होइन। यस्तो छ, तपाईँले भन्नुभयो नि मुकुल जस्तालाई निकाले। यस्तो छ, एउटा परिवारमा त हरेक परिवारमा भएको 4-5 जना सदस्यको त मन एउटै हुँदैन होइन। यो त विशाल पार्टी हो, विशाल पार्टीमा विशाल एउटा छाती राखेको हुन्छ, त्यहाँ हजारौँ मान्छेहरूको उपस्थिति हुन्छ, सबैजनाको चित्त नबुझ्न सक्छ होइन। मुकुल ढकाल त्यसै गरी तपाईँलाई सुमना श्रेष्ठ जस्ता व्यक्ति भनेको अपवाद हुन्। यस्ता अपवाद व्यक्तिहरूलाई लिएर सिद्धान्त बनाउने कुरा भएन। यी भनेको अपर्चुनिस्टहरू हुन्, कुरा बुझ्नु भएन। त्यसो हुँदाखेरि आज अनि अर्को कुरा के पनि हुन्छ भने एउटा बोट बढ्दै जाँदा हुर्किँदै जाँदाखेरि नयाँ चिउलाहरू पलाउँछ, पुरानो डेट एक्सपायर भएका पातहरू त झर्नै पर्छ नि त। त्यसो हुँदाखेरि हामीले के बुझ्न सक्छौँ भने त्यसरी आउट भएर जाने मान्छे भने डेट एक्सपायरबाट झरेको पात हो भन्ने कुरा बुझ्दा हुन्छ। भनेपछि सुमना श्रेष्ठलाई झरेको एउटा कुहिने पातको रूपमा तुलना गर्दा हुन्छ। अब यस्तो छ, उनले एउटा राजनीतिक दलमा म आजबाट छैन, म यसमा रहन्न भन्ने एउटा व्यक्तिगत स्वतन्त्रताको कुरा हो, त्यसमा आपत्ति रहेन, छोड्न पाइन्छ। तर छोडिसके पछाडि जुन उनले विभिन्न किसिमको आलोचना गर्ने, विभिन्न किसिमको ब्लेमहरू लाउने र विभिन्न किसिमको तल नेतृत्व पङ्क्तिको क्रिटिसाइज गर्ने काम गरिन् नि, त्यसले गर्दाखेरि तिनलाई झरेको पातो भन्दा फरक पर्दैन।
अब अहिले राजसभाका सभापति रवि लामिछाने अब तत्कालै छुट्छ भन्ने खालको जुन खालको चर्चा छ, के छ साँच्चीकै छुट्ने तयारी हो राजसभाका सभापति? रवि लामिछानेलाई छुट्नुपर्ने कुनै कारणै छैन। छुट्नुपर्ने उहिले हो होइन, उनी छुट्नुपर्ने हो, छुट्नुपर्ने हो, तर नछुटे पनि आपत्ति छैन। यिनी जति छुट्दैनन् नि, यिनलाई जति थुन्छन् नि, पार्टी त्यति ब्राइट भएर जान्छ। पार्टी त्यति नै तपाईँको एउटा नेपाली जनताको इमोसनल पार्टीले कलेक्सन गरिरहेको छ। आम नेपाली जनताहरू आज रविमाथि अन्याय भयो भन्ने पाराले आज राजसभा भनिरहेका छन्। हो, त्यसो भएको कारणले गर्दाखेरि रविलाई छुट्नुपर्ने कुनै कारण पनि छैन होइन। रविलाई अर्को कुरा भनेको रविलाई ब्यानी भएको छ, तर यिनीहरू जस्तो हुतियार र यिनीहरू जस्तो चिटर होइनन्। यिनीहरूलाई तपाईँको कुनै पनि प्रशासन पुलिसले बोलाउनु हुँदैन। बाटैबाट यिनीहरू हार्ट एट्याक हुन्छन् र बाटैबाट यिनीहरू तपाईँको हस्पिटल भर्न 5 स्टार लेभलको हस्पिटलमा भर्ना हुन्छन्, पुलिस चौकी जाँदैनन्। अनि त्यही हस्पिटलको बाहनामा बसेर उनीहरू मुद्दा सिधाएर बाहिर निस्किन्छन्। तर रवि मात्रै एउटा यस्ता व्यक्ति हुन् 84 दिनसम्म कटगरामा के भन्छ कस्टडीमा हो क्या, त्यो पुलिस उसमा पनि होइन होइन, जेलमा पनि होइन, कस्टडीमा चिसो खोरमा उनीमाथि अन्याय गरेर अत्याचार गरेर राख्दा र हस्पिटलले तपाईँ आज हस्पिटल बस्नुपर्छ, तपाईँ जान मिल्दैन भन्दा नि म किन मिल्दैन, जे औषध छ दिनुहोस्, म औषधि खान्छु, म त्यही जान्छु भन्ने त्यति समय इमान्दार व्यक्ति हुन्। आज तपाईँलाई जेनजीको नाममा यस्तो खालको षड्यन्त्र र प्रपञ्च गरियो। तपाईँलाई 12-1 बजीसम्म केपी शर्मा ओलीले डुक्रिँदै थियो होइन, उसलाई तपाईँको यति ठुलो अहम र घमण्ड थियो। 2 बजेपछि केही सिप नलाएर प्रभु मलाई बचाइदेऊ भनेर हात जोडेर सेनाको हेलिकप्टरमा चढेर तपाईँको सुईकुट्टा ठोकेर भागेर दुलोभित्र छिरेको मुसो जस्तो गरेर लुक्ने केपी ओली होइन। अनि आफू निस्किसकेपछि विभिन्न प्रपञ्च गरेर 4 बजे 5 बजेको टाइममा सारा तपाईँको हजारौँको भिडमा तपाईँलाई मर्न भनेर रवि लामिछानेलाई जबरजस्ती तपाईँलाई ठेलेर पठाउने। अनि आज केही नपाएर भगौडा जेल तोडेर भागेको होइन, भागुवा अनि तपाईँको कैदीहरूलाई भगाउने जिम्मेवारी लिनुपर्छ भने जस्ता खालका आक्षेपहरू र आलोचनाहरू पनि गरेको हामी सुन्न पाउँछौँ। जबकि उनीमाथि एउटा तपाईँको भन्दाखेरि तपाईँलाई जस्तै सेनाले यिनीहरूलाई यद्यपि बाहिर भए मार्थे नि जनताले, यिनीहरूलाई बचाउनको लागि औरात्र हेलिकप्टरमा खट्यो भने त्यहाँनिर तपाईँलाई प्रशासनमा गाह्रो भयो, रविको खतरा छ भन्ने कुरा यदि यिनीहरूले फिल गरे भए यिनीहरूले पनि त हेलिकप्टरबाट रविलाई उद्धार गरेर लान सक्थ्यो होला नि त। तर रविलाई त हेलिकप्टर उठाउने काम गरिएन। रविलाई के गरियो? हजारौँको त्यो खुन खाएको बाघ जस्तो रिसाएको भिडमा जबरजस्ती पठाइयो। त्यो मार्ने प्रपञ्च पनि त थियो होला नि त होइन। त्यो हजारौँको भिडमा कस्तो मान्छे त्यो कसलाई के थाहा हुन्छ। एउटा मान्छेले पक्लकै हान्ने बिचारा त्यो भित्र के अरे तपाईँको तराईमा तपाईँको त्यो तराईको त्यो गर्मीमा एउटा कोठामा थुन्दा जन्डिस भएर बिचारा यस्तो भएर निस्केका व्यक्ति एउटा एक ट्याक्लाकै कसरी हान्दा पुग्नुको जाँदैन थियो मान्छे उसरी के हुन्थ्यो भन्नुहोस् त। त्यो भिडमा बिचार हुने कसरी जोगिएर एउटा दिमाग लगाएर कारमा चढेर सबैले नमस्कार गरेर हात हल्लाएर उनी आफ्नो घरमा पुग्ने तयारीमा थिए। ए बाबा आज बस पनि भयो रे, केटाकेटी पनि भयो रे, पुरा तपाईँको एउटा बाहिर निस्केर हात हल्लायो रे भने जस्ता तुच्छ कुराहरू गरेर पनि क्रिटिसाइज गर्छन्। त्यसो हुँदाखेरि जसले जेसुकै भने पनि नेपाली जनता अहिले राजसभा र रविको पक्षमा छन्, न्यायको पक्षमा छन् भनौँ होइन। र तपाईँले भन्दै गर्दाखेरि न्यायालयले भोलि तपाईँलाई आज नेपाली जनताहरूले तपाईँलाई अब रवि फुत्त बाहिर छुटेछन् भने पनि अनौठो मान्दैनन्। किन? रवि छुट्नुपर्ने कारण नै होइन, तर रविलाई फेरि पनि थुनेछन् भने पनि अनौठो मान्दैनन्। किन? कारण होइन, तर यिनीहरू छुन्छन्। त्यो मैले निश्चित कुरा गरेँ। रवि बाहिर निस्किँदाखेरि पनि नेपाली जनताले अनौठो मान्दैनन्, भित्र थुने भने पनि अनौठो मान्दैनन्। किन? रविमाथि भइरहेको प्रपञ्च सबैलाई थाहा छ। देशका सम्पूर्ण शक्ति लागेर रवि लामिछाने एकजना व्यक्तिमाथि यसरी दबाइएको थियो जो उनको जोसुकैको मानसिकता भए डिप्रेसनमा जानुपर्ने रवि लामिछाने एक हिसाबले हेर्ने हो भने। तर उनी एउटा फिल्मको हिरो झैँ हात हल्लाउँदै सिंहदरबार छिरे। यो नक्खु कारागारबाट बाहिर निक्लिँदै गर्दा रवि लामिछानेको हात हल्लाइले कतै उनी सिधै सिंहदरबारमा गए अनुसार अब प्रधानमन्त्रीको कुर्सीमा गएर बस्ने तयारी त गरेका होइन, उनले भित्र बसेर राजनीति गरेको त होइन। अर्को एउटा कुरा सर हामीले के बुझ्नुपर्छ भने संसारले जे भने पनि तपाईँभित्रको आत्माले छ नि तपाईँलाई धिक्कार्नुहुन्न क्या। जुन दिन तपाईँको आत्माले धिक्कार छ नि, जुन दिन तपाईँको आत्माले गलत तैँले गलिस् भन्छ नि, त्यो दिन तपाईँको निउरिन्छ। तपाईँको जिल पावर छ नि, जिल पावर
जिल पावर 0 मा जान्छ। तर रविको विषयमा के छ, भित्रको आत्माले तैँले गलत गरेको छैनस् किन डराउँछस्, उनको रवि भित्रको हरिले भन्छ क्या त्यो कुरा, जसले गर्दा उनी भित्रको कन्फिडेन्स छ। अर्को कुरा भनेको यो देशको सबैभन्दा ठुलो शक्ति र सबभन्दा ठुलो ताकत भनेको नेपाली जनता हो र नेपाली जनताले उनी गलत होइनन् भन्ने कुरा नेपाली जनताले भन्दै गर्दा उनी किन तपाईँको निग्रुमुन्टे लाउनु पर्यो र होइन, उनीमा कन्फिडेन्स लेभल किन हराउनु पर्यो र। त्यो भएको कारणले गर्दाखेरि रवि लामिछाने त प्रधानमन्त्री, मैले भने त यिनीहरूले भनेको कित्तामा उभिन चाहेको भए 25 वटा फाइल म खोल्दिनँ, तपाईँहरू गरी खानुहोस्, म तपाईँहरूलाई बचाइदिन्छु भनेको भए होइन, र बाँडी खाने कित्तामा उभिएको भए र यिनीहरूसँग मिलिजुली खाने कित्तामा उभिएको भए आज पनि हाई प्रधानमन्त्री हुन्थे नि। र नेपाली काङ्ग्रेसको सपोर्टमा रवि लामिछाने, उनको लागि त प्रधानमन्त्री ठुलो कुरो होइन नि त, उसलाई त किस्तीमा प्रधानमन्त्री लिएर आइएको कुरा हो नि त। त्यसो हुँदाखेरि भोलिको दिनमा फेरि पनि तपाईँलाई 2/3 मत दिएर रवि लामिछानेलाई तपाईँको नेपाली जनताले प्रधानमन्त्रीको कुर्सीमा पुर्याउन सक्छन्, त्यो पनि नहुने कुरा हो जस्तो मलाई लाग्दैन। किनभने आम नेपाली जनताको त नेपाली जनताको चाहना हेर्दाखेरि रवि लामिछाने भोलिको प्रधानमन्त्री हो नै हो, त्यसो दुई मात्रै छैन। अब रवि लामिछाने जस्तो एउटा सहकारी ठग जस्तो व्यक्तिलाई फेरि हाम्रो देशको सम्पूर्ण जनताले प्रधानमन्त्रीको रूपमा चिन्ने अवस्था आउला? सबैभन्दा पहिला कुरा, अहिले हजुरले प्रश्न गर्दै गर्दा तपाईँले आफ्नो प्रश्न सुधार गर्नुपर्छ है। प्रश्न के कुरा सुधार गर्नुहोस्, रवि जस्तो ठग व्यक्तिले नभन्नुहोस्, रविमाथि ठगको आरोप यी प्रपञ्च रत्न दलालहरूले लगायो भन्नुहोस् होइन, कि म पनि त्यो दलालको कोठागरीमा छु भन्नुहोस्, कि म पनि 12 भाइ मध्येको एउटा कान्छो भाइ हो भन्नुहोस् होइन। नत्र हो भने तपाईँले रवि जस्तो ठग भनेर नभन्नुहोस्। यो प्रश्न तपाईँले फिर्ता लिनुपर्छ, किनभने रवि ठग होइनन्। रवि ठग होइनन् भन्ने कुरा कानुनले प्रमाणित गरेको छ। रवि ठग हुन् भन्ने कुरा आछन्, एउटा प्रुफ र प्रमाण छैन भने तपाईँ को ठग भन्ने, म को ठग भन्ने। त्यसो हुँदाखेरि त्यो शब्दहरू हामीले ख्याल गर्नुपर्छ। रवि लामिछाने भनेको एउटा विशुद्ध एउटा नेपाली राजनीतिमा देश र जनतालाई केही गर्नुपर्छ न उदाएका एउटा युवा शक्ति हुन्। युवा शक्ति अगाडि आइसकेपछि हाम्रो पत्ता साफ हुने भयो भनेर पुराना दलहरूले आफ्नो रोटी सेकाउने ठाउँ नहुने भनेर यिनीहरूले गरेको रुवाबासीको कारणले गर्दा, यिनीहरूले गरेको तपाईँलाई एउटा प्रपञ्चको कारणले गर्दा, षड्यन्त्रको कारणले गर्दा र तपाईँको सारा तपाईँको देशको सिस्टमहरूलाई उनीहरूको मुठीमा पारेको कारणले गर्दा रवि आज काल कस्टोरीमा थुन्नु परेको छ। तपाईँ हामीले ठग भनेर कतिपय व्यक्तिले भनिरहेका छन्, तर वास्तवमा जबसम्म कानुनले तपाईँलाई प्रमाणित र प्रुफ गर्दैन, ठग भनेर दोषी करार गर्दैन, तबसम्म कुनै पनि व्यक्तिलाई ठग भनेर भन्नु भनेको त गैर कानुनी हुन्छ। यदि ठग छैनन् र आरोपित होइनन् भने जेलभित्र बसिराख्नु पर्ने त उपयुक्त होइन। त्यही त हो प्रभु, यही त छ अनौठो क्या, यही त छ अनौठो। यो अदालतले दोषी पनि भन्दैन, ठग हो पनि भन्दैन, सहकारीमा संलग्नता छ पनि भन्दैन, 1 रुपियाँ पैसा सहकारी ल्याएको पनि भन्दैन, फेरि किन थुन्छ हो? यही त हो प्रश्न, यही त छ प्रश्न। यही प्रश्नले आज तपाईँको न्यायालयको खिल्ली उडेको छ, न्यायालयको धज्जी उडेको छ। आज तपाईँलाई सामान्य आन्दोलन हुँदाखेरि मान्छेले अदालततिर हेरेर ढुङ्गा हानेर सोझ्याउन किन थालेका छन्। कालो कोट लाउने बित्तिकै यो दुःख दिने मान्छे भनेर किन राख्न थालिसकेका छन्। आज कालो कोट लाउने वकिल र न्यायाधीशलाई मान्छेले किन दलाल र चोर देख्न थालेका छन्। होइन, यसरी अरूलाई धारे हात लगाउँदै गर्दा राजसपाले चितवनमा गरेको एउटा वृहत कार्यक्रममा राजसपाले मासु भात खाएको कुरा पनि त चर्चामा आयो। सहकारी ठगेको पैसाले, जनतालाई लुटेको ठगेको पैसाले राजसपाले मोज गरे, होटलमा खाए, मासु भात खाए भन्ने खालको जुन चर्चा भएको छ, यो साँच्चीकै सहकारी ठगेको पैसा हो? सबभन्दा पहिला कुरा सहकारी अहिले जुन पैसा कलेक्सन भएको छ, तपाईँ हामी नेपाली जनताहरूले तपाईँलाई यो विस्तारित बैठकलाई सहयोग गरेको सहयोग रकम एउटा कुरा है। अर्को कुरा मासुको कुरा आयो नि, ए बाबा अहिले काउलीको भाउ र तपाईँको ब्रोइलर कुखुराको भाउ एउटै छ त होइन? काउलीको भाउमै मासु पाएपछि किन खानु पर्यो काउली होइन? अर्को कुरा भनेको तपाईँलाई एउटा त्यो मासु भनेको एउटा परिकार, एउटा तरकारी हो क्या, एउटा सब्जी हो, तरकारी हो होइन? त्यसमा तपाईँलाई मासु खान मन लाग्नेले मासु खायो होला, मासु नखानेले सब्जी खायो होला। मासु खाने कुरा कुन ठुलो कुरो भएर यहाँ जनताकै मासु खाइसके, जनताकै टाउमा गोली प्रहार गरेर जनताको छोरालाई मारेर तपाईँको मान्छेको कोख रित्याएर वंश रित्याइसकेर त भएको छ। ए बाबा खानै बनेको चिज खाँदाखेरि के आपत्ति भयो? त्यसो गरेर मैले अघि भने त त्यो मात्रै होइन, चितवनको एउटा वृहत कार्यक्रम छ नि जहाँ निकै तामझाम गरियो राजसपाले, त्यो राजसपाको आफै विवादमा पनि परेको छ। यदि सहकारीको पैसा ठगेको छ र जनताको फिर्ता गरिदिएको भए त ताली बजाउँथे होला। हेर्नुहोस् त कार्यक्रम यति भव्य गरियो, त्यो अरूलाई देखाउन। मैले भने नि सहकारीमा तपाईँलाई अहिले रविलाई राख्नुको पछाडि रिजन भनेको एउटै कुरा होइन। जुन बेला उनी गोर्खा मिडिया नेटवर्कमा एमडी थिए त्यो बेला चाहिँ जीबी राईले 65 करोड पैसा चाहिँ 2-3टा सहकारी मार्फत ल्याएका रहेछन्। त्यो पनि उनी रवि लामिछाने त्यो गोर्खा मिडिया नेटवर्कको एमडी हुनुभन्दा 7 महिना 28 दिन पहिला त्यो पैसा आइसकेको। उनी चाहिँ अलरेडी बनिवटा खातामा भएको पैसाको उनी एमडी भएको नाताले हस्ताक्षर उनलाई चलाउने जिम्मा दिएको कारणले गर्दा उनले चेक काटेको मात्रै होइन, रिजन त्यति मात्रै हो नि त।
त्यो भएको कारणले गर्दा उनलाई राखिएको छ। फेरि पनि ठिक छ त, अदालतले तपाईँलाई रविलाई दोषी नै देखायो भने के दोषी देखाउँछ त? त्यो गोर्खा मिडिया नेटको 15% सेयर होल्डर भएको नाताले घाटा पनि 15% बिहोर्नुपर्छ, नाफा पनि 15% बिहोर्नुपर्छ, ऋण पनि 15% बिहोर्नुपर्छ भन्ने खालको यदि अदालतबाट फैसला आयो भने 65 करोडको 15% कति हो? त्यो 9 करोडको हाराहारी होइन? 9 करोड पैसा तपाईँको आज तपाईँलाई गोर्खा मिडिया नेटवर्कमा भुलवश मिस्टेकले एउटा विजय तपाईँको के भन्छ त्यो जीवी राई भन्ने व्यक्तिसँग समयमा भइयो। आज कानुनले दोषी बनाएको छ भने पनि एउटा उसले पर्दैन, तपाईँको रविले पर्दैन क्या। एउटा रविको कुनै पनि समर्थकले एउटा तपाईँलाई समिति कोष बनाएर एउटा क्युआर मात्रै तपाईँ एउटा सोसल मिडियामा राखिदियो भने म भन्छु 3 घन्टा पनि लाग्दैन नेपाली जनताले त्यो पैसा अदालतमा बुझाउनलाई क्या। यद्यपि अदालतले सुन्नुहोस्, अदालतले हदैसम्मको फैसला गरेछ भने 15% सेयरको भागीदार त हुनुपर्छ भने 9 करोडको कुरा होइन, 9 करोडको बिगो तिर्नु पर्छ भने पनि नेपाली जनता तयार छ क्या। यद्यपि देश र जनताको लागि भन्दैछु मैले, उनले जुन तपाईँलाई देश र जनताप्रति जुन सहानुभूति राखेका छन्, जुन खालको तपाईँलाई चाहना राखेर अघि बढेका छन्, नेपाली जनतालाई मन परेको कुरा थियो नि त। जुन दिन भोलि उनी सत्तामा गएर पनि उनले फेरि एमाले र काङ्ग्रेसले रवैया गऱ्यो भने त रवि लामिछानेलाई पनि त फेरि पतालमा झार्न त जनताले जानेको छ। तपाईँले जसरी भन्नुभयो नि, एउटा क्युआर दियो भने राजसपाका समर्थकले रविको लागि जति चाहिन्छ पैसा ओइर्लाइदिन्छ भन्दै गर्दाखेरि हिजो रवि लामिछानेले मेरो आफ्नो भागमा कति पर्छ म त्यो तिर्छु भन्दाखेरि अदालतले त्यसैलाई दोषी ठानेर अहिले भित्र राखिरहेका छन्। फेरि पनि तपाईँहरू जस्ता व्यक्तिहरूले रविले चाहिँ गल्ती गरेको हो भन्ने प्रमाणित गर्न खोज्नु भएको हो? नै मैले भन्न खोजेको अदालतले तपाईँलाई मानुस् न एउटा सिस्टमलाई माथिको कुरा क्या, सबभन्दा पहिलो कुरो क्या। रविलाई दोषी देखायो भने केमा दोषी देखाउनु त? त्यही 65 करोड गोर्खा मिडियामा आएको पैसालाई 15% सेयर होल्डर तपाईँ होस् भनेको नाताले हो नि त अहिलेसम्म कुरा गरेको। त्यो हिसाबले गर्ने भने त बिगो भनेको जम्मा 9 करोडको हाराहारी हुँदो रहेछ त होइन? तिर्छु भन्नु त गल्ती। त्यो पनि सुन्नुहोस्, सबभन्दा पहिलो सुन्नुहोस् न, मैले भने खोजेको उनको सबैभन्दा पहिला 88-87 अर्ब पैसा नेपाली जनताको पैसा अप्ठ्यारोमा पर्दैछ। नेपाली जनताले पैसा फिर्ता पाउनुपर्छ, एक सञ्चालनको घर बेचेर भए पनि नेपाली जनतालाई पैसा फिर्ता गराउनुपर्छ भनेर सबैभन्दा पहिला कुरा उठाउने र संसदमा गएर टेबल ठोक्ने व्यक्ति रवि लामिछाने हुन्। कुरा बुझ्नु भएन? त्यसो हुँदाखेरि आज मलाई लाग्छ रवि लामिछाने बाहिर सत्तामा भइदिएको भए आज तमाम तपाईँको नेपाली जनताहरूले सहकारीको पैसा फिर्ता पाइसक्थ्यो होला। किनभने यो त अन्तरिक्षबाट आएको मान्छेले सहकारी खोलेको होइन, सहकारी खोले त नेपालकै नेपाली जनताले होला। उसको 3 पुस्ते त्यहाँ राखेको छ, त्यहाँ सञ्चालक समिति छ, त्यहाँ लेखा समिति छ, त्यहाँ लोन समिति छ, त्यो को व्यक्तिहरू जिम्मेवार छन् त? त्यो कुरा हेर्नु पर्दैन। आज तपाईँलाई 88 अर्ब पैसामा जीवी राईले ठगेको भनेको 8 अर्ब हो। 8 अर्बको नायक जीवी राई हो भने बाँकी 16 अर्ब ठग्ने एमाले काङ्ग्रेस एमालेमा छैनन्। 8 अर्ब 9 अर्ब 11 अर्बको पैसा घोटाला भएका काङ्ग्रेसका नेता छैनन्, ती व्यक्ति छन् त जेलमा आज छैनन् नि? हो, त्यो भएको कारणले गर्दाखेरि सुन्नुहोस्, सबैभन्दा पहिला मेरो चाहना भनेको भित्री मेरो मर्म भनेको त्यो बिचारा मकै बेचेर दुःख गरेर खाइ नखाइ 2 पैसा नै ब्याज आउँछ भनेर विश्वास गरेर सहकारीका चिल्ला र मिठा कुरा सुनेर डिपोजिट गर्ने जनताहरू मारमा छन्। तिनीहरूको पैसा कुनै पनि आज मर्नु हुँदैन, तिनीहरूको छाला काटेर भए पनि नेपाली जनता पैसा फिर्ता हुनुपर्छ, पहिलो चाहना त्यो हो। तर आज रवि लामिछानेलाई 2 वर्षदेखि जेलमा राख्दै गर्दा कतिजना सहकारी पीडितले पैसा फिर्ता पाए? मुख्य कुरा महत्त्वपूर्ण कुरा त यो होला नि त। तपाईँ हामी आम नेपाली जनताले हेर्ने त त्यसैले हामीले रविको विषयमा त केन्द्रित नभइकन यो रविलाई भित्र थुन्दै गर्दा रविलाई किन थुन्नियो कारण खोजौँ र त रविलाई भित्र थुन्दाखेरि कसलाई फाइदा भयो त्यो पनि हेरौँ। कसलाई फाइदा भयो त? सहकारी पीडितले पैसा फिर्ता पाएका छन् त? छैन नि त। रवि लामिछानेले त के त बाहिर मुद्दा लड्न देऊ, बाहिर निस्केर मलाई पनि अरू जस्तो मुद्दा लड्न देऊ, मुद्दा लड्छु र नेपाली जनताको पैसा फिर्ता गराउनलाई चाहिँ सबभन्दा पहिलो भूमिका मेरो हुन्छ भनेर उनी लागिरहेका छन्। र आज हाम्रो रविमाथि कुनै पनि किसिमको हाम्रो उजुरी होइन, हामी रविलाई चिन्दैनौँ, हामीले सहकारीमा राखेका पैसा हो हामीलाई फिर्ता हुनुपर्छ मात्रै भनेका हौँ। र रविमाथि आज विभिन्न किसिमको जालजेट सौदा गरेर रविलाई थुनियो र हामीलाई बदनामित गर्ने काम गरियो, रवि दोषी होइनन् भनेर त्यही सहकारीको पीडितहरू साइन गरिरहेका छन्। अब कोही तपाईँलाई सहकारी पीडित भनाउँदाखेरि पनि तपाईँलाई एमाले र काङ्ग्रेस झोलेहरू होलान् होइन? उनले तपाईँलाई जन्म जातै तपाईँलाई एमाले र काङ्ग्रेस भन्दा राम्रो अरू केही छैन भन्छ र तपाईँको एमाले र काङ्ग्रेसले त तपाईँको नेताले चाहिँ आची गरेको आचीलाई पनि तपाईँको एउटा अपुङ्गो सम्झिन्छ भने त्यस्ता व्यक्तिलाई हामी नलिउँ न होइन? तर वास्तवमा तपाईँलाई नेपाली व्यक्तिहरूले समर्थन जानुहोस् त, जति पनि सहकारी ठगी भएको छ ती सहकारीका सदस्यलाई गएर सोध्नुहोस् त, तपाईँलाई के लाग्छ रविले नै सहकारी डुबाएको के हुन्छ? उनीहरू उल्टै रिसाउँछ होइन? हो, त्यो भएको कारणले गर्दाखेरि आज काम कुरो एकातिर कुम्लोबुको ठिमीतिर भने जस्तो
काम एउटा छ, मुद्दा एकातिर छ अनि तपाईँको टार्गेट अर्कोतिर छ। त्यसले गर्दाखेरि आज नेपाली जनतालाई अलमल ल्याएर रविलाई भित्र थुनेर र तपाईँको यो अलमल पारेर नेपाली जनतालाई बाइपास गर्न पाइँदैन। पानी मुनि गए पनि नेपाली जनताको पैसा यिनीहरूले फिर्ता गर्नुपर्छ। त्यसमा को दोषी छन्, त्यसको भागीदार छन् भने कारबाही हुनुपर्छ। यो भन्दै गर्दाखेरि रवि पनि दोषी छन् भने कारबाही हो सामने भनेको छ नि त। तर रवि दोषी छैनन् भनेर तपाईँको आजसम्म तपाईँको प्रुफ र प्रमाणले बताइरहेको छ होइन। उनलाई विपक्षको लागि भने बाहनामा किन थुनिन्छ? प्रमाणित गरोस् न त, कानुन मान्दैन हामीले भनेको छौँ त। प्रमाणित गर न त, प्रमाणित गर। रविको कार्यले कति दोषी हो, दोषी हो भने मान्छे मारेका त होइन। सहकारीबाट लोन लिनु त अपराध हुँदैन होला होइन। ल ठिक छ, उनी भुल बोलाएर उनले नजानेर नबुझेर उनी त्यो गोर्खा मिडिया नेटवर्कमा गए, जीविकाको कारणले गर्दाखेरि उनी अहिले तपाईँको मतियारको रूपमा छन् भने मतियारको पनि एउटा बिगो होला नि त। जीवी राई चाहिँ कसैले खोजेको छैन। जीवी राईलाई किन खोज्छन् भनेको यो जीवी राईको विषयमा बिहानदेखि बेलुकासँग जीवी राई खोइ भनेर यो गगन थापा लगायतको टिमहरू जुन उफ्रिन्थ्यो नि, त्यो टिम कहाँ छ भन्नुहोस् त। मैले पटक भने गरेको थिएँ, जुन दिन रवि लामिछाने गृहमन्त्री हटेर यिनीहरूले भनेको यिनीहरूको पकेटको मान्छे गृहमन्त्री आउँछ त्यसै दिनदेखि यिनीहरूले जीवी राईको नाम पनि लिँदैनन् भनेर मैले भनेको थिएँ। नभन्दै जुन दिन तपाईँको रवि लामिछाने गृहमन्त्री आउनु भए त्यहाँदेखि एक दिन पनि दलालहरूले तपाईँको जीवी राई खोइ भनेर उच्चारण गरेको हामीले सुनेका छैनौँ। अब यसमा अहिले कतिपयले चाहिँ जीवी राई साँच्चीकै हराइसके कि उनलाई पनि हिजोका ममता काफ्ले जस्तै कसैले मारेर लापत्ता बनाए कि भन्छ के साँच्चीकै जीवी राई कसैले मारिसकेको होला त? यस्तो छ, जीवी राई तपाईँको पूर्व काङ्ग्रेसी हुन् है, काङ्ग्रेससँग नजिकका व्यक्ति हुन् र उनले काङ्ग्रेसकै तपाईँको नेताहरूको पैसाहरू एउटा सुरक्षित गर्ने गरी त्यो कालो धनलाई चाहिँ सहकारी मार्फत सुरक्षित गर्ने गरी सहकारी खोलेका व्यक्ति हुन् नि। त्यसदाखेरि जीवी राई अहिले पनि काङ्ग्रेसकै शरणमा छन्। यी काङ्ग्रेसकै तपाईँको नेताहरूको साथमा यिनी छन्। यिनलाई अहिले पनि यिनीहरूलाई जोगाएर राखिरहेका छन्। भनेपछि अहिलेसम्म जीवी राई भनेको काङ्ग्रेसकै नियन्त्रणमा छ, चाहे भने उनलाई खोज्न सकिन्छ। काङ्ग्रेसले चाह्यो भने सक्छ, तर काङ्ग्रेस किन ल्याओस्, किन चाहोस् होइन? अर्थ के त उसलाई ल्याएर उनीहरू सबै कुरा थाहा छ त होइन। अर्को कुरा तपाईँलाई पोखरामा हेर्नु भएन, कतिपय सहकारीमा खातामा एउटामा छ, खातावालालाई थाहा छैन, त्यसमा लाखौँ पैसा छ, करोड पैसा छ। कारण के त? यो सँगै अहिले काठमाडौँका मेयर बालेन्द्र शाहको विषय कुरा गर्ने हो भने अभियन्ता भनेर चिनेका दुर्गा परसाईले काठमाडौँका मेयर स्वतन्त्र मेयर बालेन्द्र शाहमाथि गम्भीर आरोप लगाउनु भएको रहेछ। अहिलेको जेनजी सरकार बालेन्द्र शाहकै नेतृत्वमा छ। बालेन सरकारले अर्थात् बालेनले झन्डै 2 करोडभन्दा धेरै रकम लिएर एकजना मन्त्री बनाएको आरोप लगाएको छ। तसर्थ बालेन्द्र शाहले लिन लागेको एक्सन जो सुकुम्बासी बस्तीमा दोजरा हान्छु भन्दै गर्दा त्यहाँ गएर भड्काउ अभिव्यक्ति पनि दिनुभएको छ। अहिले दुर्गा परसाई र बालेन्द्र शाहको टकरार कसरी सार्वजनिक भयो? हिजो सँगै मिलेर काम गर्नुपर्छ, आऊ म सिरपेच लगाइदिन्छु भन्ने त दुर्गा परसाई हो नि। यस्तो रह्यो। अहिले बालेन्द्र शाह पनि जुन तपाईँको जेनजी आन्दोलन ताकासम्म जुन एउटा पपुलारिटी, एउटा जुन खालको नेपाली जनता खालको लोकप्रियता थियो, उनको लोकप्रियता अहिले स्वात्तै घटेको छ। रिजन के त भन्दाखेरि उनीहरूको सिफारिस बनेको सुशीला कार्की र उनीहरूको सिफारिस बनेको तपाईँलाई ओम प्रकाश अर्याल जुन गृहमन्त्री छन् अहिले, उनले एउटा तपाईँको जनताको र जेनजीको चाहनाअनुसार काम गर्न नसक्दाखेरि त्यसै पनि जनताहरू रुष्ट छन्। र तपाईँको रह्यो दुर्गा परसाईको सवालमा, दुर्गा परसाईका कतिपय मुद्दाहरू मलाई पनि ठिकै लाग्छ, तर अहिले पछिल्लो समयमा उनले जुन तपाईँको एउटा महानगरपालिकाले एउटा आफ्नो अधिकार प्रयोग गर्दाखेरि तिम्रो घर भत्कायो भने अथवा तिमी माथि केही गर्यो भने गर तुरुन्तै बालेनको घर जलाउनु भन्ने खालको जुन कुरा गरे, यो गैर कानुनी छ। यस्ता कुराहरू तुरुन्तै नियन्त्रणमा हुनुपर्छ। यस्ता कुराको तपाईँलाई एउटा कानुनी कारवाहीमा जानुपर्छ भन्ने मलाई लाग्छ। किनभने एउटा सर्वोच्च एउटा कुनै पनि निकायमा बसेको मान्छेको घर जलाउन भनेर त्यसरी ठाडो अभियान दिने, त्यसरी मान्छेलाई उक्साउने र अरूको इमोसनमा खेल्ने र अब त्यसो काम म गरिदिन्छु भनेर आफ्नो फाइदा लिनको लागि कसैलाई उक्साउने काम गर्नु हुँदैन। यो गलत भयो, मैले गलत भयो भन्छु। त्यसदाखेरि दुर्गा परसाईका कतिपय कुरा राम्रा छन्, तर उनको बोलीमा लगाम छैन। उनी जे पीडितै बोल्दाखेरि कतिपय कुराले चाहिँ तपाईँलाई उनीमा त्यो खालको म्याचुरिटी छैन भन्ने कुरा देखिन्छ। हिजो बालेन्द्र शाह र अर्को कुरा 2 करोड पैसा ल्याएर ठ्याक्राक्कै 2 करोड तोक्नलाई होइन, 2 करोड तलमाथि हुन्छ होला, यति उति भन्ने हुन्छ होला। अब उनलाई देखाएर दिएको हो कि उनीसँग चेक छ कि प्रुफ छ कि प्रमाण छ कि, त्यसो हुँदाखेरि उनले पैसा लिएको कुरा उसले पैसा यति लिएको भनेर दुर्गा परसाईले भन्दै गर्दा त्यो पैसा प्रमाणित गर भनेर खोज्ने अधिकार बालेनलाई छ। उनले खोज्दैनन्, उनको कुरा हो। तर एउटा जिम्मेवार व्यक्तिलाई आरोप लगाउँदै गर्दाखेरि जेन्युन आरोप लगाउनुपर्छ भन्ने हो। जस्तो अहिले मैले तपाईँलाई तत्कालीन गृहमन्त्रीको कुरा
अथवा तत्कालीन सरकारको कुराहरू गरेँ र अहिले रविमाथि भएको तपाईँलाई अन्यायको कुराहरू गरेँ। म त जनता हो नि त, मैले फिल गरेको कुरा बोल्न पाउँछु होइन, र भएको पनि वास्तविक त्यही छ। तर व्यक्तिगत रूपमा कसैलाई ठाडो आरोप मेरो छैन। जस्तो तपाईँलाई गगन थापाको नाम आयो, गगन थापाले बोलेकै कुरा गर्ने हो होइन, अर्को कुरा छुचुन्द्रे मुखीको नाम आयो, उसो त बोलेकै कुरा गर्ने हो। 1 रुपियाँ पैसा पनि कहीँबाट ल्याएको देखिएन, यद्यपि ल्याएको भए त कुरै अर्को हुन्थ्यो भन्ने उनी होइन सूर्य थापा। तर फेरि उसलाई कारवाहीको सिफारिस किन गरेको? 2 जिरो भन्ने नभन्ने होइन। अनि त यो सुकुम्बासीको विषयमा हेर्ने हो भने बालेन्द्र शाहले गरेको निर्णय हिजो सरकारले नै अनुमति दिएर सुकुम्बासी बस्ती बसालिएको छ। तर अहिले पूर्णतः फेरि बालेन्द्र शाह चाहिँ हामी अदालती प्रक्रिया अर्थात् कानुनी बाटै उनलाई हटाउँछौँ भन्दै गर्दाखेरि, बस पनि भन्ने उठ पनि भन्दै गर्दाखेरि सरकारको दोहोरो चरित्र देखेन जनतामाथि होइन। यस्तो छ, सबभन्दा पहिला कुरो यो जति पनि तपाईँलाई सुकुम्बासी भन्नेहरू छन् नि, यिनीहरूलाई त यो राज्य सत्ता सञ्चालन गर्नेले प्रयोगै गरिरहेको हो नि त होइन। अब जुलुस गर्नु पर्यो, आन्दोलन गर्नु पर्यो भने बेलुका गएर पैसा बाँडिदिने होइन, ल म छु भनिदिने, अनि फेरि तपाईँको आफू सत्तामा गएपछि फेरि उनीहरूकै खिलाफ लाग्ने, त्यो कुरा भएको छ। त्यसदाखेरि असली सुकुम्बासीहरूप्रति मेरो पनि फेरि पनि एउटा सद्भाव छ होइन, उहाँहरूप्रति एउटा रेस्पेक्ट छ, सम्मान छ असली सुकुम्बासीहरूप्रति। त्यसलाई राज्यले काहीँ न काहीँ उनीहरूको स्थानीय कहाँ हो त्यहाँ लगेर व्यवस्थित गर्नुपर्छ। तर यहाँ तपाईँको महल भएकाहरू अनि ठाउँ ठाउँमा घडेरी भएकाहरू र भाडा तपाईँ लाखौँ भाडा उठाउनेहरू तपाईँलाई अहिले राजनीतिक तपाईँलाई एउटा भनौँ न एउटा तपाईँको एउटा दया मायाको भरमा होइन, अथवा नातावाद र कृपावादको कारणले गर्दाखेरि सुकुम्बासी बनेर बसेका पनि थुप्रै छन् होइन। त्यसो हुँदाखेरि सुकुम्बासीको समस्या समाधान त गर्नै पर्छ। तर समस्या समाधान गर्नको लागि महानगरपालिका अघि बढ्दै गर्दाखेरि दुर्गा प्रसाईले त्यसरी गरेर टाङ अडाउनु र त्यसरी गरेर उकास्नु त्यो चाहिँ गलत हो भन्छु मैले, त्यो चाहिँ गलत हो। हिजो बाबुराम भट्टराईको पालामा बनाएको एउटा भवन यति बेला जीर्ण अवस्थामा छ, लगभग भत्किने अवस्थामा छ, जो सुकुम्बासीको लागि बनाइएको थियो। तर त्यहाँ नबस्ने हामी खोला किनारमै बस्छौँ, हामी गन्धमै बस्छौँ भन्दै गर्दा के साँच्चीकै यति बेला सुकुम्बासीलाई भन्दा शब्द तुच्छ होला? सुँगुरलाई स्वर्ग जान्छस् भन्दाखेरि कुन्नी के खानु पाउँछु भनेर भनेकै जस्तै हो त सुकुम्बासीहरू। एकदमै सही हो, किनभने यो कुरा सबैभन्दा पहिला कुरो बालेनलाई गाली गर्नुभन्दा सुकुम्बासी खोला छेउमा बस्नेहरूले प्राकृतिकबाट सिक्नुपर्छ क्या होइन। प्राकृतिकको कारणले पानी खोला नालाको कारणले बाढीको कारणले गर्दाखेरि कति जनधनको नष्ट भइरहेको छ। प्राकृतिकलाई त कसैले रोक्न सक्दैन होइन। यहाँ आडी घोप्टे पानी त आयो, भोलि हाँडी घोप्टे पानी आउला, के हुन्छ त्यो अवस्था भयो भने? त्यसो हुँदाखेरि असली सुकुम्बासीहरूले सम्बन्धित निकायमा एउटा सम्पर्क गरेर देशको नियम कानुन बमोजिम उनीहरू अघि बढ्न सक्छन्। राज्यले पनि त्यसलाई एक किसिमको एड्रेस गर्नुपर्छ र उनीहरूको मागलाई सुनेर उचित व्यवस्थापनको काम गर्नुपर्छ। तर सुकुम्बासीको नाममा प्रशस्त सम्पद भएका हुकुमवासीहरूले होइन र करोडपतिहरू पनि सुकुम्बासी भनेर जुन त्यहाँनिर बस्ने काम भएको छ, त्यस्ता कामको एउटा छानबिन हुनैपर्छ। र महानगरपालिकाको अधिकारीय क्षेत्रभित्र रहेको र महानगरपालिकाको अधिकारभित्र रहेको कुरालाई महानगरपालिका आफ्नो अधिकार प्रयोग गर्न सक्छ। कुनै पनि तपाईँलाई एउटा भडुवाले बाहिर गएर भर्ने काम चाहिँ गर्नु राम्रो हुँदैन। अब जनप्रतिनिधि भनेको जनताको अभिभावक, काठमाडौँका मेयर बालेन्द्र शाह जनतासँग भेट्दै नभेट्ने, उनी चढ्ने लिफ्ट नै छुट्टै बनाएको, उनले खाने चम्चा नै छुट्टै खालको आफ्नै कम्पनीबाट बनाउने जस्ता जुन खालको उहाँको यो अभियान छ नि, त्यसलाई दुर्गा प्रसाईले त अहिले जसरी आफ्नो ढाडस पठाएको छ जनताकै पक्षमा गरेका हुन् नि, त्यसको हिसाबमा बालेन्द्र शाहभन्दा दुर्गा प्रसाई 100 गुणा राम्रो होइन। बालेन्द्र शाहको र कतिपय कुराहरू बालेन्द्र शाहका पनि राम्रो होलान्, कतिपय कुरा दुर्गा प्रसाईका पनि राम्रो होलान् होइन। जुन तपाईँको अहिले सुकुम्बासीको मामलामा दुर्गा प्रसाईले ठाडो दिएको अभिव्यक्ति चाहिँ ठिक छैन, म प्रष्टै भन्छु। बाँकी तपाईँले भनेका कुराहरू जायज छन् कतिपय कुरा, किन जनताको प्रतिनिधि जनतासँग भेटिनुपर्छ होइन, जनतासँग अगाडि पनि आउनुपर्छ, कतिपय जायज कुराहरूलाई सम्बोधन पनि गरिनुपर्छ होइन। आवश्यक पर्दाखेरि बोल्नु पनि पर्छ, आवश्यक नपर्दाखेरि मौनता पनि बस्नुपर्छ, त्यो आफ्नो ठाउँमा होला होइन। श्रीमतीलाई रोक्दाखेरि सिंहदरबार जलाइदिन्छु भनेर स्ट्याटस लेख्ने बालेन्द्र शाह, तर जनताको घरमा सुतिरहेको बिरामीमाथि हिँड्न नसक्ने सुत्केरीमाथि चाहिँ दोजर लिएर जानु चाहिँ बालेन्द्र शाहको नैतिकताले पनि त नदेलानी, मेयर अर्थात् नेताको नैतिकताले पनि त नदेलानी। यस्तो छ, मानवीय पक्ष आफ्नो ठाउँमा छ, नियम कानुन आफ्नो ठाउँमा छ। र अर्को कुरा तपाईँको डोजर लाएर भत्काउँदा पनि सिधै गरेर भत्काउने काम हुँदैन होला, त्यसको 15-35 दिने म्याद हुन्छ होला, 7 दिने म्याद हुन्छ होला, त्यसको प्रक्रिया हुन्छ होला, फलान दिनभित्रमा हामी आउँछौँ भन्ने कुरा खबर हुन्छ होला, चिठी पत्र हुन्छ होला। त्यसो हुँदाखेरि हामीले पनि कानुनभन्दा माथि गएर कसैले पनि कानुनलाई मिच्ने काम गर्नु हुँदैन, सुकुम्बासी भन्नेहरूले पनि होइन। यद्यपि तपाईँलाई राज्यले तपाईँलाई अथोरिटी दिएको छ, स्वीकृति दिएको छ, धनी पूर्ता दिएको छ र बस्न दिएको छैन, राज्यसँग लड्ने कुरा भयो होइन, अथवा महानगरपालिकासँग कानुनी लडाइँ लड्ने कुराहरू भयो। तर कुनै पनि व्यक्तिको उक्साबटमा लागेर
फेरि पनि नेपाली जनताको रगतमाथि होली खेल्ने काम गर्नु हुँदैन। दुर्गा प्रसादले अहिले भने जस्तो के हुन्छ त भोलि भन्दाखेरि नेपाली जनता तपाईँलाई भोलि सुकुम्बासी गएर बालेन शाहको तपाईँलाई घरमा तोडफोड गर्न थाले अथवा उहाँले भनेर खुडा र खुकुरी बोकेर हिँड्नु भन्ने कुरा छ। त्यसो गर्दै गर्दा हात हरिया काण्डमा भोलि गएर यिनीहरू जेल गर्ने कति उकास छ। भोलि तपाईँलाई महानगरपालिका अथवा पुलिसहरूले तपाईँलाई अर्को फायर खोल्दाखेरि फेरि त्यहाँ सयौँ व्यक्तिहरूको मृत्यु होला, कसले बेहोर्छ। त्यसो गरी यस्ता खालका बचपनमा भड्काउहरू गर्नु हुँदैन जसले समाजलाई भड्काउन सक्छ, जसले तपाईँलाई द्वन्द्व सिर्जना गर्न सक्छ, जसमा रक्तपात हुन सक्छ। त्यस्ता कुराको सोचेर विचार गरेर निर्णय गर्नुपर्छ। त्यस्तो भडुवाको पारमा अर्कालाई उक्साउने, अर्कालाई भड्याउने र आफ्नो अनिष्ट पुरा गर्नको लागि चाहिँ नेपाली जनतालाई जुधाउने काम जो कसैले पनि गर्न मिल्दैन। भनेपछि अहिले दुर्गा प्रसाईको उत्साहमा लागेर यदि आक्रोशित हुने हो भने ती बासिन्दाहरू हिजोको तिनकुने घटना नदोहोरेला भन्न सकिन्न। 100% दुर्गा प्रसाईले जुन अहिले तपाईँलाई यो सुकुम्बासीको घटनाको विषयमा सुकुम्बासीलाई जुन उकास्ने काम गरेका छन् त्यो 100% गलत छ होइन। त्यो गलत छ भन्दै गर्दाखेरि म सुकुम्बासीको विरोधी होइन फेरि होइन। मैले अघि नै भनिसकेको छु असली सुकुम्बासी भनेको जसको घरबार केही छैन, एक टुक्रो जग्गा पनि छैन, ओत्लाउने ठाउँ पनि छैन, असली सुकुम्बासीप्रति मेरो सम्मान छ, सद्भाव छ, रेस्पेक्ट छ। उहाँहरूलाई नेपाल सरकारको कानुन बमोजिम उचित परामर्श र उचित व्यवस्थापन सरकारले गर्नुपर्छ। घाँस बाँस कपासको व्यवस्था गर्ने जिम्मेवारी सरकारको पनि हो। त्यो कुरामा सचेत सरकार हुनुपर्छ। तर त्यो भन्दैमा तपाईँलाई मलाई काठमाडौँकै चाहिन्छ, मलाई सहरकै चाहिन्छ भनेर सुकुम्बासी लाग्नु भनेको त मूर्खता हो। आफ्नो लोकेसन एरिया होला, आफ्नो ठाउँ होला, सरकारले कहाँ उपलब्ध गराउँछ त्यहाँ गएर बस्ने होला नि त होइन। सुकुम्बासी पनि भन्ने अनि सहरमा त रोजेर पनि हुन्छ र। अनि अर्को कुरा आफ्नो फाइदा लिनको लागि अथवा आफूलाई बालेन शाहसँग रिस उठेको छ भन्दैमा सुकुम्बासीलाई गएर उक्साइदिने दुर्गा प्रसाईले अनि उक्साको भरमा यिनीहरू पनि लाग्ने अनि भोलि गोली खाएर मर्ने त तिनै सुकुम्बासीका छोराछोरी होलान् होइन, तिनै तपाईँको नियत जनताहरू होलान्। त्यसो हुँदाखेरि त्यो खालको गैर जिम्मेवारीपूर्ण काम गर्नु पनि हुँदैन र त्यसरी गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति कसैले दिन पनि हुँदैन र कसैले उक्सापट गर्दैछ भने हामीप्रति षड्यन्त्र हुँदैछ भन्ने कुरा सम्बन्धित निकायले बुझ्नुपर्छ। सम्बन्धित तपाईँको एउटा हाम्रा सुकुम्बासी दाजुभाइहरूले बुझ्नुपर्छ। कसैको उक्सापटमा लागेर लडाइँ गर्ने, झगडा गर्ने, मारामार गर्ने, हानाहान गर्ने काम गर्नु हुँदैन। कुकुरले गएर हामीलाई खुट्टा टोक्यो भनेर हामीले कुकुरको खुट्टा टोक्न जान मिल्दैन भने जस्तै अब हामीले कानुन बमोजिम एउटा नगरपालिकाले आएर डोजर ल्याएर भत्कायो भन्दैमा तपाईँ हामी 10 जना 12 जना गएर नगरपालिकाको घरमा गएर भत्काउन थाल्दाखेरि भोलि त त्यहाँ फायर होला, त्यहाँ तपाईँलाई एक किसिमको सरकारको छुट्टै नियम र कानुन होला। भोलि गएर कानुनको कलगरामा छिर्नु पर्ने त तपाईँहरू नै होला। त्यसो भएको कारणले गर्दाखेरि एउटा असहाय अथवा अनाथ अथवा अशक्त व्यक्तिहरूको इमोसनमा खेलेर अथवा कसैको गरिबीलाई फाइदा उठाउने काम जो कसैले पनि गर्नु हुँदैन। अहिले जसरी आइतबारबाट महानगर एक्सनमा जान्छ र सरकारी झन्डै करोडौँ सयौँ रोपनी जग्गा चाहिँ फिर्ता लिन्छ भन्ने जुन एक्सन र चर्चा भइरहेको थियो नि, आजबाट बालेन्द्र शाह नगएको जस्तो देखिएको छ कि बालेन्द्र शाह ब्याक भएका हुन् त? होइन, नियम कानुन अनुसार अघि बढ्नुपर्छ, उनी ब्याक हुनु हुँदैन। अब त्यो कुरामा त उनको कुरा मलाई थाहा भएन। पछिल्लो समयमा उनी जेएनजीको जुन तपाईँको भाइ बहिनीहरू अल्लमल्ल पर्दै गर्दा एउटा तपाईँलाई एउटा अभिभावकको त भूमिका निर्वाह गर्नुपर्ने कुरामा उनी पछि चुके। त्यो कुरा पनि चित्त दुखाइ छ र 76 जनाको ज्यान जाँदै गर्दा कहिले पनि संवेदनाका कुराहरू आएनन् र एकैजना पनि त्यत्रा घाइते पीडितहरू छटपटाइरहँदाखेरि एकै दिन पनि कुनै अस्पतालमा गएर एकजना बिरामीलाई भेटेनन्। बरु त्यो आशिका तामाङ जस्ता अभियन्ताहरू बिचरा घरमा पुगेर पैसा बाँड्ने काम गरे, उनी स्वयं त्यहाँ जान सकेनन् होइन। लगायत थुप्रै कुराहरू र उनले बनाएका जुन तपाईँको गृहमन्त्री र उनले बनाएका प्रधानमन्त्री र अहिलेको सरकारले जेएनजीको जुन एउटा मर्म अनुसारको काम गर्न नसक्दाखेरि त्यहाँ पनि जनताहरू रुष्ट छन्, आक्रोशित छन् र उनीमाथि केही गुनासोहरू नेपाली जनताको थुप्रै छन्। त्यसो हुँदाखेरि फेरि पनि उनको नगरपालिकाप्रति गर्ने कार्यहरू कतिपय कुराहरू सराहनीय र प्रशंसायोग्य छन्। त्यसो हुँदाखेरि यद्यपि देशको राज्यको सम्पत्ति, राज्यको जग्गा गैर कानुन ढङ्गबाट कुनै नेता कुनै कार्यकर्ताले को नाममा लुट्ने काम, सुकुम्बासीको काममा लुट्ने काम, झडप हडप्ने काम र नगरलाई तपाईँलाई विरूप बनाउने काम भएको छ भने त्यसमा नगरपालिका चुक्नु हुँदैन, त्यसमा अघि बढ्नुपर्छ भन्छु मैले। हामी भिडियोको अन्त्यमा छौँ। अहिले जसरी जनताले रोजेका केही पात्रहरू औँलामा गनिने पात्रहरू छन्, ती पात्रहरू सुरुदेखि नै विवाद छ, अहिलेसम्म विवादबाट टाढा रहन सकेका छैनन्। ती पात्रहरूलाई विवाद रहित बनाउनको लागि के भन्नुहुन्छ? जस्तै बालेन्द्र शाह, रवि लामिछाने जस्ता व्यक्तिहरू छन् नि। नयाँ अब यस्तो छ, रवि लामिछानेपछि राज्यले एउटा प्रतिशोध साधेको हो। जनता रवि लामिछानेप्रति रुष्ट छैनन्, यो कुरा क्लियर छ। तर रवि लामिछानेमाथि अन्याय पर्दै गर्दाखेरि ताली बजाउने काम बालेन शाह लगायतका जो कसैले गर्छन् भने
उनीहरूको पतनको बाटो हो होइन। अहिले पछिल्लो समयमा हर्क साम्पाङले पनि तपाईँलाई बालनको विषयमा व्यङ्ग्यायन गर्दै, जस्तो हर्क साम्पाङको जुन एउटा तपाईँको एउटा किसिमको श्रम संस्कृति पार्टी खोलेका छन्, जुन उनले श्रमको अभियान लिएर आए, जुन एउटा देश र माटोको कुरा उनी गर्छन्, उनको म समर्थक हो। तर उनले जुन तरिकाले रवि लामिछानेमाथि कटाक्ष गर्दै गरेको मैले सुन्दाखेरि म उनको त्यसमा चाहिँ मलाई पनि चित्त दुख्यो, मलाई पनि मन परेन। त्यसो हुँदाखेरि तपाईँ आफू राम्रो हुनलाई कसैलाई नराम्रो हो भन्नै पर्दैन। तपाईँ आफ्नो काममा लाग्नुहोस्, तपाईँ आफ्नो बाटोमा लाग्नुहोस्, देश र जनताको कुरा गरेर हिँड्नुहोस्। तपाईँ आफ्नो काम गर्नुहोस्, रविको कुरा काटेर नहिँड्नुहोस् भन्छु मैले होइन। आफ्नो काम गर्ने हो। त्यसो हुँदाखेरि अहिले जति पनि विवादित पात्रहरू छन्, विवादित नहुनुहोस्, एक ठाउँमा आउनुहोस्। यद्यपि देश र जनताको हित चाहनुहुन्छ भने, होइन आफ्नै रोजीरोटी सेक्न आउनु भएको अपर्चुनिस्ट हो, फाइदा उठाउन चाहनुहुन्छ भने तपाईँको त के कुरा गरेको र। त्यो हुँदाखेरि जति पनि जस्तो गोपी हमाल, रवि लामिछाने, हर्क साम्पाङ, बालेन शाह लगायत तमाम तपाईँ हामी जस्ता जति पनि युवा शक्तिहरू अगाडि हुनुहुन्छ, सबजना एकै ठाउँमा आइदिए हुन्थ्यो भन्ने मेरो चाहिँ चाहना हो। समय समाप्त। धन्यवाद यहाँ सबैजनालाई।